ओके। हामी यो युनिट 4 म्याक्रो इकोनोमिक इस्युज एन्ड ट्राभल एन्ड टुरिज्म है, यो चाहिँ हाम्रो त्रिभुवन युनिभर्सिटीको ब्याचलर्स अफ ट्राभल एन्ड टुरिज्म बिटिटिएमको 5th सेमेस्टरको टुरिज्म इकोनोमिक सब्जेक्ट सँग रिलेटेड यो लेक्चर स्लाइड्स रहेको छ। यो लेक्चर स्लाइड्सले चाहिँ टुरिज्म इकोनोमिक्स होइन त्रिभुवन युनिभर्सिटीको बिटिटिएमको लागि चाहिँ 5th सेमेस्टरको लागि चाहिँ तयार गरिएको छ। तर यसको कोर्स कोड चाहिँ टिटिएम 302 टुरिज्म इकोनोमिक्स भनेर छ। यो बिटिटिएमको स्पेसिफिक लेक्चरको लागि तयार गरिएको भए पनि बिटिटिएमकै स्टुडेन्ट्सको लागि तयार गरिएको भए पनि यो चाहिँ टुरिज्म फिल्डकै ब्याचलर्स लेभलका अरू युनिभर्सिटिजहरू र अरू टुरिज्मसँग रिलेटेड अरू फ्याकल्टीहरूमा पनि यो युजफुल हुनसक्छ है। अब यो एउटा च्याप्टर युनिट 4 चाहिँ कम्प्लिटली म्याक्रो इकोनोमिक्समा फोकस छ, टुरिज्म म्याक्रो इकोनोमिक्समा। अब सबै म्याक्रो इकोनोमिक्सको कन्टेन्ट चाहिँ जेनरली म्याक्रो इकोनोमिक्स भनेको एउटा होल सेमेस्टर या 2टा सेमेस्टरको कोर्स हुने गर्दछ। तर यहाँ चाहिँ हामीले मात्र के त भन्दाखेरि पनि एउटा च्याप्टरमा चाहिँ सबै समेट्नु पर्ने छ। सो भन्नुको अर्थ सिलेबस अनुसार एउटा च्याप्टरमा मात्रै हामीले कम्प्लिट गर्नुपर्ने भएको भएर हामी के छ त भन्दाखेरि पनि एकदमै यसको अब्जेक्टिभ चाहिँ ब्रिफली टच अपन होइन, सब्जेक्ट म्याटर्स के हो, म्याक्रो इकोनोमिक्सको कन्टेन्ट्सहरू के हो, त्यो कुराहरूमा मात्रै टच अपन गरेर हामी त्यसको बारेमा केही इन्ट्रोडक्सन मात्रै अहिले गर्ने हो र पछि त्यसमा बिल्ड अपन कोर्सेस कन्टेन्ट्सहरू चाहिँ पछि हायर लेभलमा चाहिँ पढ्ने हुन्छ। सो यो च्याप्टरमा चाहिँ या यो युनिटमा चाहिँ हामी के गर्छौँ त भन्दाखेरि भने हामी चाहिँ म्याक्रो इकोनोमिक टपिक्सहरूलाई डिफाइन गर्छौँ, इन्ट्रोड्युस गर्छौँ है। म्याक्रो इकोनोमिक टपिक्सहरू के छन् होइन, ती टपिकहरू, ती इस्युजहरू, त्यो कम्पोनेन्ट्सहरू सबैलाई पहिला डिफाइन गरेर एक्सप्लेन गर्छौँ, त्यसको फर्मुलाहरूको बारेमा भन्छौँ, त्यसको टाइप्सहरूको बारेमा होइन, कसरी इम्प्लिमेन्ट गरिन्छ, त्यसै गरी इफेक्ट्स होइन ट्राभल एन्ड टुरिज्म सेक्टरमा, त्यसको टाइप्सहरू होइन, पोजिटिभ साइड्स, नेगेटिभ साइड्स होइन, प्रोज एन्ड कन्स अन द इकोनोमी होइन, इम्प्याक्ट अन द इकोनोमी, प्रोज एन्ड नेगेटिभ साइड्सबाट हेर्छौँ र ओभरअल उनीहरूको चाहिँ ट्राभल एन्ड टुरिज्मको सेक्टरमा चाहिँ लार्जर लेभलमा एउटा त्यसको इम्प्याक्ट हेर्छौँ। त्यसपछि लास्टमा गएर हामी यो च्याप्टर चाहिँ म्याक्रो इकोनोमिक इन्भाइरोमेन्ट कुनै पनि देशको र या ग्लोबल लेभलले पनि हामी हेर्न सक्छौँ। त्यो म्याक्रो इकोनोमिक इन्भाइरोमेन्ट र ट्राभल एन्ड टुरिज्म सेक्टरको बिजनेस कसरी इन्टरलिङ्क छ, दुइटाको बिचमा के कस्तो खालको रिलेसनसिप छ, यो सबै चिजमा हामी ब्रिफली जान्छौँ। ठिक छ। अब यसको कन्टेन्ट्सको कुरा गर्दाखेरि एकर्डिङ टु द सिलेबस अब हाम्रो यसमा पहिलो कन्टेन्ट चाहिँ कन्सेप्ट अफ म्याक्रो इकोनोमिक इस्युज। यो म्याक्रो इकोनोमिक इस्युजहरूको बेसिक कन्सेप्ट होइन, म्याक्रो इकोनोमिक्सको बारेमा पहिला हामी डिफाइन गर्छौँ, म्याक्रो इकोनोमिक्सलाई डिफाइन गर्छौँ। त्यसपछि म्याक्रो इकोनोमिक्समा पढिने चिजहरू होइन, के इस्युजहरू त्यसको बारेमा हामी बुझ्छौँ। जस्तो कि तीहरू भनेको जिडिपी, जिएनपी, इकोनोमिक ग्रोथ, इन्फ्लेसन, बिजनेस साइकल, ब्यालेन्स अफ पेमेन्ट्स, अनि त्यसै गरी फरेन एक्सचेन्ज रेट र अनइम्प्लोइमेन्टहरूको बारेमा हामी टचअप पनि गर्छौँ। त्यसपछि हामी हेर्छौँ टुरिज्मको इफेक्ट्स अन दिज म्याक्रो इकोनोमिक इस्युज, म्याक्रो इकोनोमिक कम्पोनेन्ट्स है। टुरिज्म गर्दाखेरि म्याक्रो इकोनोमिक कम्पोनेन्ट्सहरू, स्कोप
सँग रिलेटेड कुराहरूको चाहिँ मा चाहिँ कसरी इम्प्याक्ट पर्छ, जिडिपी, इम्प्लोइमेन्ट, इकोनोमिक ग्रोथ, भ्याल्युस अफ पेमेन्ट एन्ड फरेन एक्सचेन्ज रेट, यिनीहरूमा कसरी इम्प्याक्ट पर्छ त, त्यो चिज हामी हेर्छौँ। त्यसपछि हामी अर्को नेक्स्ट टपिक हाम्रो मोनेटरी पोलिसी छ है। मोनेटरी पोलिसी र फिस्कल पोलिसी, यो चाहिँ हामी जेनरली कुरा गर्दाखेरि एज अ पेयर नै कुरा गरेर आउँछौँ होइन। एकअर्काको यो कम्प्लिमेन्ट्री भएको हिसाबले हामी पेयरमै कुरा गरेर आउँछौँ र मोनेटरी पोलिसी, फिस्कल पोलिसीको पनि हामी कन्सेप्टहरूको बारेमा भन्छौँ र मोनेटरी पोलिसी र फिस्कल पोलिसीहरू चाहिँ कसरी चाहिँ इम्प्लिमेन्ट गरिन्छ होइन, त्यसको टुल्स, इन्स्ट्रुमेन्ट्सहरू के छ त्यसको बारेमा हामी हेर्छौँ है। र लास्टको चाहिँ हाम्रो के छ त, रिलेसनसिप, हामी माइक्रो इकोनोमिक इन्भाइरोमेन्ट र ट्राभल एन्ड टुरिज्म बिचको रिलेसनसिप कसरी जोडिएको छ भन्ने कुरा हामी हेर्छौँ है त। ओके, सो लेट्स डिप इनसाइड लेट्स डाइभ इनसाइड द कन्टेन्ट। ओके, पहिला हामी जाउँ म्याक्रो इकोनोमिक इस्युजहरू होइन, कन्सेप्ट अफ म्याक्रो इकोनोमिक इस्युजहरूको कुरामा हामी पहिला जाउँ है त। सबभन्दा पहिला हामी म्याक्रो इकोनोमिक्स भने के हो त्यो कुरो बुझौँ है त। म्याक्रो, MACRO है, यसको हाम्रो इकोनोमिक्समा दुईवटा टाइप्स अफ इकोनोमिक्स हुन्छ। एउटा माइक्रो, माइक्रो भनेको स्मल, अर्को चाहिँ म्याक्रो, म्याक्रो भनेको लार्ज लेभलमा। सो म्याक्रो इकोनोमिक्स is the branch of economics that studies the behavior of and performance of an economy as a whole. So यसले चाहिँ यो म्याक्रो इकोनोमिक्स एज अ सब्जेक्टको चाहिँ स्कोप चाहिँ के छ त भन्दाखेरि पनि ओभरअल होइन, देशभरिको या चाहिँ ग्लोबल लेभलमै चाहिँ इकोनोमीको अवस्थाको बारेमा स्टडी गर्छ यसले होइन। र चाहिँ यसमा हरेक चिजको बारेमा, हरेक सेक्टर, हरेक कम्पोनेन्टको बारेमा चाहिँ यसले चाहिँ लार्जर स्केलमा होइन, एउटा एउटा होलिस्टिक बर्ड्स आई भ्यू, पोइन्ट अफ भ्यूबाट यसले हेर्ने गर्दछ है। माइक्रो इकोनोमिक्सले चाहिँ सानो सानो कुरोमा इन्डिभिजुअल होइन, इन्डिभिजुअल मार्केट्स, इन्डिभिजुअल फर्म्स, इन्डिभिजुअल कन्ज्युमरको बारेमा, हाउस होल्डको बारेमा हेर्दछ भने म्याक्रो इकोनोमिक्सले एग्रिगेट यही चिजहरूको चाहिँ एग्रिगेट लेभलमा होइन, जस्तो कि हाउस होल्ड, इन्डिभिजुअल डिसिजन मेकिङ, हाउस होल्ड डिसिजन मेकिङको कुरा चाहिँ हामी माइक्रो इकोनोमिक्समा हेर्छौँ भने ओभरअल कन्ट्रीले चाहिँ कसरी डिसिजन लिन्छ त, डिमान्ड कसरी जेनेरेट हुन्छ त होइन, त्यही चिज हामी माइक्रो इकोनोमिक्समा इन्डिभिजुअलको डिमान्डको हिसाबले हेर्छौँ भने म्याक्रो इकोनोमिक्समा हामी एग्रिगेट डिमान्डको हिसाबले हेर्छौँ है। सो माइक्रो र म्याक्रो एकअर्कासँग जोडिएको छ। एउटा चाहिँ बटम अप अप्रोच भन्ने पनि भयो, अर्को टप डाउन अप्रोच भन्ने पनि भयो है। यसलाई इक्जाम्पलको रूपमा भन्नुपर्दाखेरि जस्तो कि केही गरी काठमाडौँमा चाहिँ मानौँ होइन, एउटा बाढी आयो अरे, बाढी आएर क्षति भयो अरे ठाउँ ठाउँमा। सो त्यो हुँदाखेरि अब प्रहरीहरू र उद्धारमा खटिएका व्यक्तिहरू के हुन्छ त भन्दा उहाँहरू घर घर गएर कहाँ के कति चाहिँ समस्या भएको छ, कति क्षति पुगेको छ, के सानो सानो कुराहरू चाहिँ मिसिङ छ होइन, मान्छेलाई केही भएको छ कि छैन, त्यो सबै कुराहरू चाहिँ यो उद्धारकर्मीहरूले हेर्नुहुन्छ इन्डिभिजुअल लेभलमा घर घर गएर होइन। भने हाम्रो जो हेड अफ द गभर्मेन्ट हुनुहुन्छ, पोलिसी मेकरहरू हुनुहुन्छ, जसले चाहिँ यस चिजलाई चाहिँ अब मिटिगेट गर्नको लागि प्लान बनाउनुपर्छ या डिसिजन लिनुपर्ने हुन्छ, उहाँहरू के गर्नुहुन्छ त भन्दाखेरि पनि उहाँ घर घर गएर हेर्न साध्य छैन। उहाँ के गर्नुहुन्छ त एउटा हेलिकप्टरबाट चाहिँ ओभरअल भ्यू हेर्नुहुन्छ, कहाँबाट चाहिँ यो पानी चाहिँ भेल कहाँबाट आएको रहेछ त, कतै केही बाँध फुट्या हो कि माथिपट्टि होइन, या कतै चाहिँ अन्नेसेसरी चाहिने भन्दा बढी पानी जम्मा भएर त्यो पोखिएको हो कि, र सँगसँगै अब यो कहाँ अड्केर चाहिँ यो चाहिँ समस्या भयो त, र कहाँनिर यसमा चाहिँ
कटान गर्यो होइन, कहाँनिरबाट निकास दिन सकियो भने यो पानी चाँडै निस्किन सक्छ होइन। सो भन्ने कुरो दुई किसिमले हेरियो यसमा। सो जुन उधारकर्मीले हेर्ने पर्सपेक्टिभ छ त्यो चाहिँ माइक्रो पर्सपेक्टिभ भयो, र चाहिँ जुन पोलिसी मेकरले, प्रधानमन्त्री एक्जिक्युटिभले हेर्ने पर्सपेक्टिभ जुन छ, जुन हेलिकप्टरबाट बर्ड्स आई भ्यू, त्यो चाहिँ म्याक्रो पर्सपेक्टिभ भयो है। सो यो चाहिँ एउटा जस्ट मैले प्यारल ड्र गर्न मात्र खोजेको हो होइन। सो माइक्रो भनेर कसरी हेर्ने र म्याक्रो भनेको कसरी हेर्छ भन्ने कुरोमा हो। सो द मेन टर्म इज माइक्रो एन्ड म्याक्रो होइन। त्यसैमा अब इकोनोमिक्स भनेको त हाम्रो आफ्नै इकोनोमिक्सको डिफिनेसन छँदैछ। सो त्यसैमा माइक्रो र म्याक्रो त्यसरी हामीले बुझ्नुपर्ने हुन्छ है। सो म्याक्रो इकोनोमिक्स इक्जामिन्स द फरेस्ट नट द ट्रिज है। मैले भने जस्तै माइक्रो इकोनोमिक्सले एउटा ट्री गन्दैन, यसले चाहिँ ओभरअल फरेस्टको बारेमा हेर्छ। इट गिभ्स अस अ बर्ड्स भ्यू अफ द इकोनोमी। ओके, अब म्याक्रो इकोनोमिक्सको की इस्युजहरू के छ त, जुन चाहिँ म्याक्रो इकोनोमिक्स एज अ सब्जेक्ट म्याटर यसले चाहिँ इक्जामिन गर्छ त भन्दाखेरि भने हामीले त्यसलाई मोरलेस होइन, ब्रोडली यो 5 वटा टाइप्समा चाहिँ हामीले क्याटेगोराइज गर्न सक्छौँ है। यसलाई ब्रेक गर्न पनि सक्छौँ, या चाहिँ कुनै चिज यसमा थपघट गर्न पनि सक्छौँ, कुनै चिज यसमा छुटेको जस्तो पनि हुन पनि सक्ला। तर मोरलेस यो 5 वटा चिजमा हामी चाहिँ ओभरअल समेट्न सक्छौँ है। एउटा जिडिपी एन्ड इकोनोमिक ग्रोथ रेट है। र यसमा मेन इस्यु के हुन्छ त भन्दाखेरि वाट डिटरमाइन्स द टोटल आउटपुट अफ अ नेसन। देशको टोटल आउटपुट, टोटल इकोनोमिक ग्रोथ, देशभरिको इकोनोमिक एक्टिभिटिजहरू के कुराले डिटरमाइन गर्छ भन्ने कुरो हाम्रो की कन्सर्न हुन्छ है यो। त्यसै गरी इन्फ्लेसन है, यसमा चाहिँ अब यो भन्नुको अर्थ यो कन्सर्न के भयो त म्याक्रो इकोनोमिक्सको पर्सपेक्टिभबाट भन्दाखेरि माइक्रो इकोनोमिक्सले प्राइसेसहरू किन ओभर द टाइम बढ्छ त, के कारणले बढिरहेछ होइन, र त्यसलाई कसरी चाहिँ म्यानेज गर्ने भन्ने कुराहरू हेर्छ। त्यसै गरी बिजनेस साइकल्स है, संसारमा हरेक चिज साइकलमा घुमिरहेको हुन्छ, साइकलमा हिँड्छ होइन। फेसन पनि के छ त साइकलमा आउँछ होइन। एउटा फेसन आउँछ, त्यसपछि त्यो चेन्ज हुन्छ, अर्को नयाँ आउँछ, फेरि चेन्ज हुन्छ, फेरि अर्को नयाँ आउँछ, फेरि घुमेर फेरि के हुन्छ त फेरि त्यो पुरानो फर्स्ट फेसन चाहिँ फेरि त्यो ट्रेन्ड फेरि आउँछ होइन। हो त्यस्तै हरेक चिज साइकलमा घुम्छ। जस्तो सिजन भयो होइन, जाडो आउँछ, त्यसपछि वसन्त महिना आउँछ, त्यसपछि गर्मी आउँछ, गर्मीपछि बर्खा आउँछ, बर्खापछि फेरि वसन्त आएर फेरि जाडो आउँछ। सो जाडो, गर्मी, पानी, जाडो यो साइकलमा घुम्छ। त्यसै गरी के हुन्छ त इकोनोमी पनि एउटा साइकलमा घुम्छ है। यसलाई हामी ट्रेड साइकल पनि भन्छौँ। र यसमा चाहिँ हामी चाहिँ किन चाहिँ इकोनोमी यो साइकलमा घुम्छ त, किन इकोनोमी यो साइकल भनेको, इकोनोमीको साइकल भनेको राम्रो हुने अवस्था र खराब हुने अवस्था। इकोनोमी चाहिँ किन एकदमै राम्रो हुँदै जान्छ र किन एकदम बिग्रिँदै जान्छ, त्यो साइकलमा कसरी कहाँनिर त्यो समस्या हुन्छ या कसरी चाहिँ बेटर बनाउन सकिन्छ होइन, त्यो चिज हामी हेर्छौँ। बुम भनेको राम्रो हुनु, रिसेसन भनेको चाहिँ इकोनोमी चाहिँ के हुनु त निराशामा जानु है। त्यसै गरी अनइम्प्लोइमेन्ट अब अर्को हाम्रो मेजर एकदमै इम्पोर्टेन्ट इस्यु, पार्टिकुलरली नेपालको कन्टेक्स्टमा हेर्दाखेरि जहाँ चाहिँ अनइम्प्लोइमेन्ट रेट एकदमै नै हाई छ, त्यहाँको कन्टेक्स्टमा हेर्दाखेरि यो अनइम्प्लोइमेन्टको बारेमा बुझ्न, स्टडी गर्न बहुत एकदमै इम्पोर्टेन्ट रहेको छ। त्यसै गरी ब्यालेन्स अफ पेमेन्ट्स एन्ड एक्सचेन्ज रेट्स, यो चाहिँ आन्तरिक भन्दा पनि यो चाहिँ अब कुनै पनि देशले चाहिँ बाहिरको रेस्ट अफ द वर्ल्ड होइन, आफ्नो देशभन्दा बाहिर कुनै पनि कन्ट्रिजहरूसँग जुन ट्रेड गर्छ त्यो ट्रेडको लागि सँग सम्बन्धित जुन पैसाको ट्रान्ज्याक्सन्सहरू हुन्छ, गुड सर्भिस लिए बापत या इम्पोर्ट गरे बापत या एक्सपोर्ट गरे बापत होइन, त्यसमा चाहिँ वर्ल्ड वाइड करेन्सी डलर्स, युएस डलर्स नै हुन्छ। र
सो त्यो युएस डलर्सको ब्यालेन्स कस्तो छ त? तिर्नुपर्ने छ कि स्टक छ? त्यो कुराले के हुन्छ त भन्दाखेरि भने कन्ट्रीले कसरी चाहिँ फरेन करेन्सीलाई चलाउने भनेर डिसिजन गर्छ। साथसाथै त्यसको आधारमा पनि उसले के त लोनहरू रिपेमेन्ट होइन इन्टरनेसनल लोनहरू जुन लिएको हुन्छ फरेन कन्ट्रिजहरूसँग त्यो रिपेमेन्ट गर्नेको डिसिजनहरू त्यसले इम्प्याक्ट गर्दछ है। र त्यस्तै एक्सचेन्ज रेट्स भनेको चाहिँ पार्टिकुलरली अरूसँग भन्दा पनि डलर र नेपाली रुपिस बिचमा कसरी चाहिँ एकअर्काको बिचमा चाहिँ कुन भ्यालुमा चाहिँ ट्रान्ज्याक्सन हुन्छ होइन। अब यो अहिले चाहिँ युएस डलर एकदमै स्ट्रङ हुँदै आइरहेको अवस्थामा चाहिँ नेपाली करेन्सी चाहिँ डिभ्यालुएसन भइरहेको छ र चाहिँ युएस डलर स्ट्रङ भइरहेको छ होइन। युएस डलर स्ट्रङ हुनु भन्नुको अर्थ के त भन्दाखेरि भने अब जति पैसाले पहिला जति नेपाली रुपियाँले पहिला सामान किन्न सक्थ्यो इम्पोर्ट गर्न सक्थ्यो, जति सामान इम्पोर्ट गर्न सक्थ्यो, अब त्यति नै रुपियाँले नेपाली रुपियाँले चाहिँ त्यति नै सामान इम्पोर्ट गर्न नसक्ने अवस्था सृजना हुनु। त्यो चाहिँ के भयो त हाम्रो एक्सचेन्ज रेटमा हाम्रो करेन्सीको डेप्रिसिएसन हुनु है। अब एकचोटि हामी नेपालको म्याक्रो इकोनोमिक ओभरभ्यू पार्टिकुलरली टुरिज्म सेक्टरको साइडबाट हेरौँ एकचोटि होइन। हामीसँग फिस्कल इयर 2023-24 को डेटा छ र यो अनुसार नेपालको टुरिज्म सेक्टर चाहिँ आफ्टर कोभिडमा चाहिँ टुरिज्म सेक्टर वाज वान अफ द मोस्ट हिट सेक्टर। तर त्यसपछि के भयो त भन्दाखेरि पनि बिस्तारै टुरिज्म सेक्टर रिभाइभ हुँदै गयो होइन, रिबाउन्ड हुन थाल्यो र अहिलेको अवस्थामा आएर इट्स क्वाइट गुड। नेपालको टुरिज्म सेक्टर राम्रो ग्रोथ देखिरहेको छ टुरिज्म सेक्टरमा है। र 2023-24मा यसले चाहिँ कन्ट्रीको जिडिपीमा नियरली 6.6% चाहिँ कन्ट्रिब्युसन गर्यो है। त्यो भनेको करिब नेपाली रुपियाँ 359 बिलियन या डलर्समा कुरा गर्दा युएस डलर्समा कुरा गर्दाखेरि 2.7 बिलियन भयो है। त्यसै गरी इम्प्लोइमेन्टको कुरो गर्दाखेरि यसले 1.19 मिलियन जब्स चाहिँ सपोर्ट गर्यो यसले होइन, डाइरेक्ट प्रत्यक्ष रूपमा होस् या अप्रत्यक्ष रूपमा होस् है, डाइरेक्ट अर इनडाइरेक्ट। यो भनेको के त अबाउट 15.2% अफ टोटल इम्प्लोइमेन्ट है। देशभरि रहेको इम्प्लोइमेन्टको 15.2% इम्प्लोइमेन्ट चाहिँ यसले सपोर्ट गर्यो है। त्यसै गरी 2023-24मा इयरमा फिस्कल इयरमा 30.7% को चाहिँ यसले जम्प देख्यो टुरिस्ट अराइभल्समा होइन। यो भन्नुको अर्थ इन्टरनेसनल टुरिस्टहरूको अराइभलमा जुन कि नियरली 31% भन्नुको अर्थ चाहिँ यो चाहिँ एकदमै ठुलो नम्बर रहेको छ। सो यसले चाहिँ इन्डिकेट के गर्छ त भन्दाखेरि भने टुरिज्म सेक्टर राम्रोसँग रिकभर हुँदै गयो आफ्टर कोभिड। अब अरू डाइरेक्ट कन्ट्रिब्युसन के रहेको छ त भन्दाखेरि भने जिडिपीमा कसरी कन्ट्रिब्युट गर्छ त भन्दाखेरि भने ट्राभल टुरिज्म सेक्टरले ट्रान्ज्याक्सन्सहरूको थ्रुबाट होइन जिडिपीमा कन्ट्रिब्युसन गर्छ। ट्रान्ज्याक्सन्सहरू कहाँ हुन्छ त भन्दाखेरि पनि जुन सर्भिसेसहरू टुरिस्टहरूले लिनुहुन्छ होटल्सहरूमा जुन पे गर्छ, ट्राभल एजेन्सिजमा पे गर्छ, एयरलाइन्सहरूसँग पे गर्छ, ट्रान्सपोर्टेसनमा होइन, त्यो सबैले के गर्छ त जिडिपीमा कन्ट्रिब्युट गर्छ होइन। जति पनि स्पेन्डिङ गर्छ त्यसले जिडिपीमा कन्ट्रिब्युट गर्छ होइन। त्यसै गरी इम्प्लोइमेन्टमा के त भन्दाखेरि पनि यसको कन्ट्रिब्युसन हुन्छ किनभने टुरिज्म सेक्टरमा धेरैजना मान्छे चाहिँ इन्भल्भ हुन्छ है। चाहे त्यो फर्मल सेक्टर
होस् चाहे इन्फर्मल सेक्टरमा होस् होइन। फर्मल सेक्टर भनेको चाहिँ प्रपरली अर्गनाइज्ड रजिस्टर्ड अर्गनाइजेसन्सहरू, होटल्सहरू, ठुल्ठुलो होटल्सहरू होइन, सबै भ्याट तिरिरहेको कम्पनीहरू, टिकेटिङ एजेन्सिजहरू होइन, यो सबै चाहिँ के भयो त फर्मल सेक्टर भयो भने इन्फर्मल सेक्टरमा चाहिँ के भयो त भन्दाखेरि इन्डिभिजुअल लेभलमा चाहिँ मान्छे गएर चाहिँ तपाईँलाई चाहिँ गाइड चाहिएको छ भनेर सोधेर चाहिएको छ भनेर त्यहीँ ट्रान्जेक्सन भयो, त्यहीँ मनी त्यहीँनिर कुरा भयो, त्यहीँ डिल भयो अनि त्यो उसले आफ्नो काम गर्यो होइन, सबै घुमाइदियो, सबै सकेपछि उसलाई क्यास दिन्छ, ट्रान्जेक्सन सक्यो। त्यहाँनिर के त भन्दाखेरि कुनै त्यो ट्रान्जेक्सनको ट्र्याकिङ हुन सक्दैन, कुनै त्यसमा बिलिङ सिस्टमहरू हुँदैन, गभर्मेन्टलाई चाहिँ त्यसबाट ट्याक्सेस पनि जाँदैन, रेभेन्यू जाँदैन। सो त्यस्तो खालको चाहिँ इन्डाइरेक्ट अनइम्प्लोइमेन्ट भयो, इम्प्लोइमेन्ट भयो है। सरी, इन्फर्मल सेक्टरको इम्प्लोइमेन्ट भयो। अब इम्प्लोइमेन्टमा के छ त भन्दा कसरी कन्ट्रिब्युट गरेछ त भन्दाखेरि 2023-24मा 3,72,000 नियरली 3,72,000 जब्स चाहिँ यसले क्रिएट गरेको थियो डाइरेक्टली है। यो भनेको 4.8% अफ टोटल इम्प्लोइमेन्ट हो, ठिक छ। यो चाहिँ डाइरेक्ट इम्प्लोइमेन्ट है, डाइरेक्टली होटल सेक्टर, टुरिज्म सेक्टरकै इम्प्लोइमेन्टको चाहिँ यो डेटा हो। त्यसमा कति त भन्दा 3,72,000 होइन, मोटामोटीमा गर्दाखेरि, जुन कि 4.8% अफ टोटल इम्प्लोइमेन्ट होइन। यहाँ माथि हामीले कुरा गरेको चाहिँ ओभरअल त्यो फर्मल होस् चाहे इन्फर्मल होस् त्यसको हिसाबले हो भने यो चाहिँ हाम्रो के त डाइरेक्ट फर्मल सेक्टरको चाहिँ हाम्रो डेटा हो, फर्मल सेक्टरको इम्प्लोइमेन्टको डेटा हो है। त्यसै गरी अर्को कन्ट्रिब्युसन भनेको यसले फरेन एक्सचेन्ज होइन, फरेन एक्सचेन्ज अर्निङको चाहिँ एउटा मेजर सोर्स रहेको छ यो। र साथसाथै यसले चाहिँ ब्यालेन्स अफ पेमेन्ट लाई पनि के त भन्दा सपोर्ट गर्छ। कन्ट्रीको जति फरेन करेन्सी आयो त्यति नै रिपेमेन्ट गर्नको लागि चाहिँ कन्ट्रीसँग फरेन करेन्सी रिजर्भ्सहरू रहन्छ। त्यसले गर्दाखेरि के हुन्छ त भन्दा रिपेमेन्ट गर्नको लागि चाहिँ लोनहरू लिनुपर्ने अवस्था आउँदैन है। नेपाल जस्तो कम्प्लिटली नियरली कम्प्लिट इम्पोर्ट डिपेन्डेन्ट कन्ट्रीमा चाहिँ बाहिरबाट सामानहरू आउने भएको भएर के छ त भन्दाखेरि पनि सबै पैसाहरू बाहिर त्यसको पेमेन्ट गर्नुपर्ने हुन्छ र त्यो पेमेन्ट US डलर्समा पेमेन्ट हुन्छ। सो त्यो चाहिँ पेमेन्ट गर्नको लागि देशमा त्यतिको डलरको सञ्चित हुन जरुरी छ है। सो फरेन एक्सचेन्जको चाहिँ त्यसलाई चाहिँ के त भन्दाखेरि भने फरेन करेन्सीको चाहिँ एउटा मेजर सोर्स रहेको छ है टुरिज्म सेक्टर। योभन्दा अझै ठुलो कन्ट्रिब्युसन चाहिँ जुन नेपालीहरू फरेन इम्प्लोइमेन्टमा जानुभएको छ उनीहरूबाट चाहिँ जुन रेमिटेन्सेस आउँछ त्यसको कन्ट्रिब्युसन अझै ठुलो छ। बट स्टिल टुरिज्मबाट आउने कन्ट्रिब्युसनलाई पनि हामीले निगेट गर्न सक्दैनौँ है, डिसमिस गर्न सकिँदैन। यसको पनि ठुलै कन्ट्रिब्युसन रहेको छ है, र यो मोर स्टेबल पनि रहेको छ। अब टोटल कन्ट्रिब्युसन या इन्डाइरेक्ट कन्ट्रिब्युसनको हिसाबले हेर्दाखेरि यसले चाहिँ जिडिपीको 6.6% है, डाइरेक्ट अर इन्डाइरेक्ट रूपमा चाहिँ 6.6% चाहिँ जिडिपीमा कन्ट्रिब्युसन गर्यो। टोटल इम्प्लोइमेन्ट जेनेरेसन होइन, सेक्टर डाइरेक्टली एन्ड इन्डाइरेक्टली होइन, टुरिज्म सेक्टर होस् या योसँग सम्बन्धित जोडिएको अगाडि र पछाडि जोडिएको सेक्टरहरू होइन, दुइटै गरेर। पहिला हामीले अगाडिको स्लाइड्समा हामीले के कुरा गर्यौँ त भन्दाखेरि भने फर्मल र इन्फर्मल भन्ने कुरा गर्यौँ। यहाँनिर हामीले फर्मल जब्सको कुरा गर्यौँ भने यहाँनिर हामी के कुरा गर्दैछौँ त भन्दा टोटल जब्स
फर्मल, इन्फर्मल, डाइरेक्ट, इन्डाइरेक्ट होइन। जुन जब्सहरू कतिवटा जब्सहरू के त भन्दाखेरि हुने फरवर्ड हिसाबले लिङ्केज हुन्छ, कुनै पछाडिबाट लिङ्केज हुन्छ। फर इक्जाम्पल अब एउटा होटेलमा चाहिँ ब्रेकफास्टको लागि चाहिँ जुन ब्रेड हुन्छ, ब्रेडको लागि चाहिँ त्यो होटलले बेकरीसँग चाहिँ अब त्यो ब्रेड चाहिँ किन्छ उसले होइन। या चाहिँ होटलमै बेक गर्छ भने पनि मैदा उसले के त भन्दाखेरि मैदाको डिलरसँग या किसानसँग होइन किन्छ उसले। सो त्यो के भयो त, त्यहाँ उसले चाहिँ के भयो त, ब्याकवर्ड लिङ्केज भयो त्यो उसको, र त्यहाँ उसले त्यहाँनिर पनि इम्प्लोइमेन्ट क्रिएट गर्ने भयो। किनभने त्यस्तै धेरैजनाको चाहिँ ट्रान्जेक्सनको लागि उसले पनि त्यो ब्याकवर्ड लिङ्केजमा जुन ट्रेडर छ, सप्लायर छ, उसले पनि के त भन्दाखेरि मान्छेहरूलाई इम्प्लोइमेन्ट दिइरहेको हुनसक्छ है। सो त्यसरी डाइरेक्ट इन्डाइरेक्ट सबै गरेर चाहिँ कति त भन्दाखेरि भने 11,91,488 जनालाई चाहिँ जब यसले चाहिँ दिएको छ भनौँ, या त्यतिवटा जब्सलाई सपोर्ट गरेको छ होइन। दिएको छ भनौँ भन्दा पनि सपोर्ट गरेको छ भनौँ होइन। इट्स अ बेटर टर्म। त्यसै गरी इकोनोमिक इम्प्याक्ट, टुरिज्म एक्ट्स एज अ मेजर टुल फर लाइभलीहुड चेन्ज, सिग्निफिकेन्टली इन्फ्लुएन्सिङ द इकोनोमी थ्रु इनडाइरेक्ट स्पेन्डिङ इन रेस्टुरेन्ट्स, फुड सर्भिसेस एन्ड रिटेल है। सो ओभरअल के छ त, टुरिज्मको एउटा साइक्लिकल इम्प्याक्ट छ, जसले गर्दाखेरि चाहिँ यसले देशको एक्सपेन्डिचरमा, कन्ट्रीको इन्कम, एक्सपेन्डिचर होइन, प्रोडक्सन र लाइभलीहुड सबैमा चाहिँ यसले चाहिँ पोजिटिभ इम्प्याक्ट पारेको छ है। अब फ्युचर इम्प्याक्टको कुरा गर्दाखेरि फ्युचर आउटलुक के छ त टुरिज्म सेक्टरको भनेर चाहिँ एउटा अनुमान के लगाइएको छ भन्दाखेरि भने टुरिज्म सेक्टर चाहिँ 4.1%ले एनुअली ग्रो गरिराख्ने छ भनेर चाहिँ अनुमान गरेछ, र चाहिँ बाई 2034, अहिले 2026 भयो होइन। सो बाई 2034 टुरिज्मको कन्ट्रिब्युसन जिडिपीमा 7.1%सम्म पुग्छ भन्ने अनुमान गरिएको छ। अहिले 6.6% छ है। त्यसै गरी डाइरेक्ट इम्प्लोइमेन्ट पनि यसले के त 4,52,000 वटा चाहिँ डाइरेक्ट इम्प्लोइमेन्ट, जनालाई चाहिँ डाइरेक्ट इम्प्लोइमेन्ट दिने अनुमान गरिएको छ। अहिले कतिजनालाई डाइरेक्ट इम्प्लोइमेन्ट दिइरहेछ त भन्दा 3,71,000 या 3,72,000 जना होइन। ओके ल, अब म्याक्रो इकोनोमिक्स होइन, टुरिज्म म्यानेजर्सहरूले किन बुझ्नु पर्यो त म्याक्रो इकोनोमिक्सको डिफ्रेन्ट कम्पोनेन्ट्सहरू, डिफ्रेन्ट एस्पेक्ट्सहरू होइन, किन बुझ्नु पर्यो त, त्यो बारेमा हामी यसो एकचोटि हेरौँ है। यो टेबलको थ्रुबाट चाहिँ मैले एक्सप्लेन गर्ने कोसिस गर्छु है। सो किन आवश्यक छ त भन्दाखेरि भने यो टेबल हेरौँ। यो यसमा चाहिँ यो कलममा चाहिँ कारण रिजन छ, त्यसको एक्सप्लानेसन छ यो कलममा, भने यसमा नेपालको इक्जाम्पल छ है। सो कारण हेरौँ, एउटा डिमान्ड फर टुरिज्म है। सो के छ त भन्दाखेरि भने टुरिज्म डिपेन्ड्स अपन डिमान्ड फर टुरिज्म होइन, र म्याक्रो इकोनोमिक कन्डिसन्सले के गर्छ त टुरिज्मको डिमान्डलाई अफेक्ट गर्छ है। हाम्रो देशमा जुन जुन टुरिस्टहरू आउँछन् उनीहरूको आफ्नो देशको चाहिँ म्याक्रो इकोनोमिक कन्डिसन्सले चाहिँ पनि के छ त भन्दा उनीहरू ट्राभल गर्न सक्ने कि नसक्ने, उनीहरूको फाइनेन्सियल कन्डिसन के छ भन्ने कुरालाई इम्प्याक्ट गर्छ है। त्यसले पनि उनीहरूको चाहिँ स्पेन्डिङ क्यापेबिलिटीलाई अफेक्ट गर्छ, र त्यसले चाहिँ टुरिज्मलाई इम्प्याक्ट गर्न सक्छ। त्यसै गरी हाम्रै देशको पनि म्याक्रो इकोनोमिक कन्डिसनले चाहिँ के हुनसक्छ त भन्दाखेरि पनि टुरिस्टहरूलाई अट्र्याक्ट या
आउन नमन लाग्ने बनाउन सक्छ। जस्तो कि यी नेपालमा भाइब्रेन्सी बढ्दै गयो, सबैजनाले राम्रो छ, फेसिलिटिज राम्रो छ, इन्फ्रास्ट्रक्चर इम्प्रुभ भइरहेछ भन्ने किसिमको मेसेज गइरह्यो भने यो एउटा के भयो त म्याक्रो इकोनोमिक कन्डिसन राम्रो छ भन्ने हिसाबले एउटा एउटा मेसेज गयो। त्यसले गर्दाखेरि मान्छेहरू आउन रुचाउनेछन् भने बाटो पनि खराब छ, सबै खराब छ यहाँनिर होइन। इकोनोमी डाउनटर्नमा छ, प्रोडक्सन छैन, सामानहरू पाइँदैन, खोजेको सामानहरू भने बेलामा सर्भिसेसहरू अभाइलेबल छैन भन्ने किसिमको कुराहरू त्यस्तो खालको चाहिँ इन्फर्मेसन भयो भने चाहिँ टुरिस्टहरू आउन चाहँदैनन् है। अब नेपालको लागि चाहिँ पार्टिकुलरली इन्डिया र चाइना चाहिँ सबैभन्दा इम्पोर्टेन्ट सोर्स कन्ट्री रहेको छ है। नेपालको टुरिज्मलाई सपोर्ट गर्ने नेपालमा सबैभन्दा बढी इन्डियन र चाइनिज टुरिस्टहरू नै भिजिट गर्छन् र यो देशहरूमा रहेको इकोनोमिक कन्डिसनले इकोनोमिक ग्रोथको कन्डिसनले चाहिँ उनीहरू नेपालमा चाहिँ टुरिज्मको डिमान्ड कतिको हुन्छ भन्ने कुरोलाई इम्प्याक्ट गर्छ है। त्यसै गरी कस्ट अफ अपरेसन्स है, यो चाहिँ कहाँबाट भन्दाखेरि भने इन्फ्लेसनको एस्पेक्टबाट है। इन्फ्लेसन भयो भने के हुन्छ त सबै चिजको कस्ट बढ्छ होइन। या इन्फ्लेसन भन्नुको अर्थ नै सबै चिजको प्राइस बढ्नु होइन। सबै चिजको प्राइस बढ्दा के हुन्छ त भन्दाखेरि भने यसले कस्ट अफ अपरेसन्स बढाउँछ। कस्ट अफ अपरेसन्स बढाउँदाखेरि के हुने भयो त भन्दाखेरि भने आइदर प्राइस बढाउनु पर्यो होइन। त्यसले गर्दाखेरि प्राइस बढाउनु पर्ने बाध्यता हुनसक्छ। तर कम्पिटिसन छ भने के गर्ने भयो त भन्दाखेरि भने उसको प्रफिट मार्जिन श्रिङ्क हुन्छ होइन, थोरै प्रफिट मार्जिन घट्छ। त्यसले गर्दाखेरि उसको अपरेसन्समै होइन प्रफिटेबिलिटीमै इम्प्याक्ट गर्छ है। सो यो इन्फ्लेसन भन्ने फ्याक्टर चाहिँ एकदमै त्यही भएर इम्पोर्टेन्ट हुन्छ है। यो इन्फ्लेसन भन्ने चिजले के त भन्दाखेरि डिमान्ड फर टुरिज्मलाई पनि इम्प्याक्ट गर्छ है। जस्तो कि फर इक्जाम्पल जुन इन्डियाबाट आउने टुरिस्टहरू छन्, फर इक्जाम्पल पहाड हेर्न आएको छन् र उनीहरूको लागि चाहिँ नेपालको यहाँ पहाडमा आउनुभन्दा उनीहरूको इन्डियाकै चाहिँ इस्टर्न साइडमा या वेस्टर्न साइडमा होइन, नर्थ इस्ट भन्छ या यता वेस्ट साइडको उत्तराखण्डहरू एरियाहरूमै त्यतैतिर राम्रो यस्तै खालको चाहिँ फेसिलिटिजहरू छ, यस्तै खालको सिनेरी ब्युटी छ र एकदमै अफोर्डेबल एकदमै राम्रो छ त्यहाँ सबै भने यसको के भयो त भन्दाखेरि भने नेपालमा भएको इन्फ्लेसनले गर्दाखेरि के भयो त नेपालको कम्पिटिटिभनेस घट्ने भयो है। अब हालै हाम्रो के देखिरहेछौँ त भन्दाखेरि भने राइजिङ फ्युल प्राइसेस होइन। यो इरान इजरायलको सिचुएसन, इरान इजरायल युएसको सिचुएसनले गर्दाखेरि के छ त फ्युल प्राइस इन्क्रिज भएको छ। यसले गर्दा के भयो त एयरलाइन्स टुर अपरेटर्सको कस्ट बढेको छ है। अब यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरि भने पिपल आर रिलक्टेन्ट टु फ्लाइ होइन। इन्टरनेसनल ट्राभल नै एकदम नै महँगो भएको छ। सो त्यसले गर्दाखेरि मान्छेहरू ट्राभललाई अहिले होल्ड गर्न सक्ने अवस्था हुनसक्छ र त्यसले गर्दा टुरिज्मलाई त्यसले नेगेटिभ इम्प्याक्ट पार्न सक्छ है। त्यसै गरी इन्भेस्टमेन्ट डिसिजन्सलाई होइन, इन्भेस्टमेन्ट डिसिजन भनेको के भयो त भन्दाखेरि इट्स अ लङ टर्म डिसिजन होइन। फ्युचर लङ टर्म फ्युचर हेरेर डिसिजन गरिन्छ। अब यो लङ टर्म फ्युचर हेरेर डिसिजन गर्नको लागि के कुरा मुख्य हुन्छ त भन्दाखेरि भने एउटा त मार्केटमा इकोनोमिक ग्रोथ कस्तो छ र यसको प्रोजेक्सन, यसको ट्रेन्ड कस्तो हुँदैछ त्यो चिज भने साथसाथै मार्केटमा इन्ट्रेस्ट रेट कति छ, कस्तो छ होइन, यो कतिको फ्लक्चुएट भइरहेछ, यो कुराले इम्प्याक्ट गर्छ होइन। इन्ट्रेस्ट रेट फ्लक्चुएट गरिरहेछ, स्टेबल छैन भने चाहिँ इन्भेस्टमेन्ट गर्न डिसिजन गर्न गाह्रो हुन्छ। किनभने हायर इन्ट्रेस्ट रेट हायर साइडमा गइदियो भने इन द त्यो लोनको टर्मको बिचमै भने उसको सबै यो जुन बजेटिङ गरे हुन्छ, प्लानिङ गरे हुन्छ त्यो सबैलाई इम्प्याक्ट गर्छ
है र उसको ओभरअल इन्भेस्टमेन्टलाई नै असर गर्छ है। भने इन्ट्रेस्ट रेट कम छ भने चाहिँ के हुन्छ त भन्दा यसले इन्भेस्टमेन्ट गर्नको लागि इन्करेज गर्छ है। जस्तो कि इन्ट्रेस्ट रेट कम छ भने अभियसली एउटा नयाँ होटल खुल्ला पोखरामा होइन, पोखरामा होटल खोल्नको लागि त्यसले इन्करेज गर्ला मान्छेहरूलाई। त्यसै गरी गभर्मेन्ट पोलिसिसहरूसँगमा पनि के त यसको यो रिलेटेड छ है। फिस्कल र मोनेटरी पोलिसिसले के छ त भन्दा कन्ट्रीको बिजनेस इन्भाइरोमेन्टलाई इम्प्याक्ट गर्छ है। मोनेटरी पोलिसीले कतिको चाहिँ लोन अभाइलेबल छ छैन, इन्ट्रेस्ट रेट कस्तो हुन्छ होइन, लोनेबल फन्ड होइन, लोनको लागि पैसाहरू को अभाइलेबिलिटीको सिचुएसन, साथसाथै कस्तो खालको मोर्गेज राख्नुपर्ने होइन, धरौटी कस्तो राख्नुपर्ने, डाउन पेमेन्ट कति हुनुपर्ने होइन, यो सबै कुराहरूको पोलिसीले के त यो सबै मोनेटरी पोलिसीमा आउँछ र यसले गर्दाखेरि पनि इन्भेस्टमेन्ट डिसिजनमा इम्प्याक्ट गर्छ। एउटा सिम्पल इक्जाम्पल लिने हो भने हामीलाई पनि के त भन्दा 10% डाउन पेमेन्टमा एउटा गाडी आउँछ भने इट्स इजियर फर पिपल टु बाई होइन, पेमेन्टको डिसिसन गर्न सजिलो हुन्छ होइन। 10% डाउन पेमेन्ट भनेपछि 10% तिर्यो, बाँकी लोनमा हुन्छ बिस्तारै मन्थली उसमा तिरिरहेको छ, उनीहरूले समस्या भएन होइन। सो त्यसले चाहिँ के गर्ने भयो त कन्जम्सन बढाउने भयो त्यो सेक्टरमा होइन। तर 50% डाउन पेमेन्ट भन्यो भने एकैचोटि त्यत्रो पैसा ल्याउन सक्दैन मान्छेले। सो त्यसले के गर्छ त भन्दाखेरि भने त्यो प्रोडक्टको या त्यो सेक्टरको डिमान्डलाई एकदम नै के गर्छ त डिस्करेज गर्छ है। त्यसै गरी फिस्कल पोलिसिजमा चाहिँ ट्याक्सको कुरा आउँछ होइन, या ट्याक्स बेनिफिट्सको कुरा आउँछ। त्यसै गरी सोसल के अरे इम्प्लोइहरूको बेनिफिट्सहरूको पोलिसीहरूको कुरो आउँछ होइन। यसले पनि के त गभर्मेन्ट यसले पनि टुरिज्म सेक्टरले कसरी डिसाइड गर्ने भन्ने कुरो इम्प्याक्ट गर्छ है यसमा चाहिँ। र साथसाथै अर्को कुरो के त भन्दाखेरि भने यसमा चाहिँ भिजा फीको कुरो पनि आउँछ है। सो ट्याक्स पोलिसिज, भिजा फी, इन्फ्रास्ट्रक्चर स्पेन्डिङ यो सबै कुराले के गर्छ त भन्दाखेरि भने टुरिज्मलाई इम्प्याक्ट गर्छ है। त्यसै गरी इन्टरनेसनल कम्पिटिटिभनेस है। अघि मैले भनेको इन्फ्लेसनको साइडबाट एउटा इन्टरनेसनल कम्पिटिटिभनेसको कुरो भयो भने अर्को कम्पिटिटिभनेस के त भन्दाखेरि एक्सचेन्ज रेटको एस्पेक्टबाट पनि आउँछ है। सो तर यस एक्सचेन्ज रेटको एस्पेक्टबाट हेर्दाखेरि चाहिँ कन्ट्रीको करेन्सी जति विक भयो त्यति नै कम्पिटिटिभ हुन्छ है। किन भन्दाखेरि भने जति कुनै पनि कन्ट्रीको युएस डलरसँग भ्यालु चाहिँ घट्यो, डिभ्यालुएसन भयो, त्यति नै के हुने भयो त भन्दाखेरि भने मान्छेहरूको लागि त्यो डेस्टिनेसन चिपर हुँदै जाने भयो होइन। किनभने डिभ्यालुएसन भएपछि त्यही सामान चाहिँ के हुने भयो त भन्दाखेरि भने उसँग भएको $1ले पहिला 150 रुपियाँ बराबरको सामान सक्थ्यो भने अझै डिभ्यालुएसन भएर $160, $170 पुग्यो भने अब त्यही $1बाट उसले $170 बराबरको सामान चाहिँ उसले कन्ज्युम गर्न सक्छ। सो उसको उही पैसामा चाहिँ कन्जम्सन कपेसिटी बढ्ने भयो है। सो यसले पनि के गर्छ त, सो यो कुराहरूले पनि के त भन्दाखेरि भने म्याक्रो इकोनोमिकको यो एस्पेक्टबाट पनि ट्रेड टुरिज्म सेक्टरलाई इम्प्याक्ट परिरहेको हुन्छ है। अब हामी आउँ की कन्सेप्ट्समा है म्याक्रो इकोनोमिक्सको। पहिलो चाहिँ हाम्रो के छ त ग्रस डोमेस्टिक प्रोडक्ट है। ग्रस डोमेस्टिक प्रोडक्ट भनेको के त भन्दा यसलाई हामी सर्ट फर्ममा जिडिपी भन्छौँ र यो के त टोटल मार्केट भ्यालु अफ अल फाइनल गुड्स एन्ड सर्भिसेस प्रोड्युस्ड विदिन द जियोग्राफिकल बााउन्ड्रिज अफ द कन्ट्री ड्युरिङ अ स्पेसिफिक टाइम पिरियड है। यो भनेको युजुअली के त एउटा वर्ष या क्वार्टर होइन। क्वार्टरली चाहिँ
रेकर्ड राखिरहेको हुन्छ, कन्ट्रिजहरूले हेरिरहेको हुन्छ। बट इन जेनरल प्रेजेन्ट गर्ने बेलामा या चाहिँ ओभरअल रूपमा चाहिँ एक्सटर्नली एनालाइज गर्दाखेरि चाहिँ इयरली डेटा लिन्छ होइन। इन्टरनली एनालाइज गर्दाखेरि क्वार्टरली डेटा पनि लिएर गर्छ होइन। किनभने कहिलेकाहीँ सर्ट टर्म र मिडियम टर्मको एनालाइसिस गर्नुपर्ने हुन्छ, त्यसको लागि क्वार्टरली डेटा हेल्पफुल हुनसक्छ है। ल सो यसमा मेन कुरो के छ त भन्दाखेरि जति पनि यो मैले अन्डरलाइन गरेको चिजहरू छ यो चाहिँ इम्पोर्टेन्ट छ है। मार्केट भ्याल्यु है, इट्स द जो जिडिपी भनेको के टोटल मार्केट भ्याल्यु के को त भन्दाखेरि नि फाइनल गुड्स एन्ड सर्भिसेस, गुड्स एन्ड सर्भिसेसको मार्केट भ्याल्यु होइन, जुन चाहिँ कहाँ प्रड्युस भयो त भन्दाखेरि पनि विदिन द जियोग्राफिकल बााउन्ड्रिज अफ अ कन्ट्री होइन, र कहिले भन्दाखेरि पनि विदिन अ स्पेसिफिक टाइम पिरियड। ओके, यो चिजहरू चाहिँ माइन्डमा राख्न जरुरी छ है। अब जिडिपीसँग जस्तै अर्को एउटा कन्सेप्ट छ ग्रस नेसनल प्रोडक्ट है, त्यो पनि सिमिलर कन्सेप्ट छ। दुइटाको बिचमा म डिफरेन्स अहिले एकछिनमा भन्छु है त। अहिलेलाई चाहिँ यो अन्डरलाइन गरेको चिजहरूमा ध्यान दिनु। अनि अहिलेलाई चाहिँ यो विदिन द जियोग्राफिकल बााउन्ड्रिज यो पनि एउटा एउटा इम्पोर्टेन्ट एस्पेक्ट हो जिडिपीको क्यालकुलेसनको लागि, आफ्नो देशभित्र प्रड्युस भएको होइन। नेपालको जिडिपीको हामी क्यालकुलेसन गरेका छौँ भने नेपालभित्र प्रड्युस भएको होइन, जसले प्रड्युस गरोस् होइन, नेपालकै सिटिजनले या बाहिरको सिटिजनले होइन, जसले प्रड्युस गरोस् नेपालभित्र प्रड्युस गरेछ भने त्यो नेपालको जिडिपीमा क्यालकुलेट हुन्छ। अब जिडिपी क्यालकुलेसनको तीनवटा मेथड्सहरू छ, तर मोस्ट कमनली युज हुने अप्रोच के छ त भन्दाखेरि भने एक्सपेन्डिचर अप्रोच है। एक्सपेन्डिचर मेथडबाट हामी जेनरली जिडिपी क्यालकुलेट गर्छौँ। यो स्ट्रेट फरवर्ड सिम्पल क्यालकुलेसनको मेथड छ। यसमा हामी सिम्पली के गर्छ त जिडिपी इक्वल्स टु एग्रिगेट कन्जम्सन प्लस एग्रिगेट इन्भेस्टमेन्ट प्लस एग्रिगेट गभर्मेन्ट एक्सपेन्डिचर प्लस नेट एक्सपोर्ट्स है। नेट एक्सपोर्ट्स भनेको एक्सपोर्ट्स माइनस इम्पोर्ट्स है। सी भनेको टोटल कन्जम्सन नेसनल कन्जम्सन होइन। आई भनेको नेसनल इन्भेस्टमेन्ट प्राइभेट सेक्टरको इन्भेस्टमेन्ट। जी भनेको गभर्मेन्ट सेक्टरको एक्सपेन्डिचर, चाहे त्यो नर्मल अपरेसनको लागि चाहिँ गरिने एक्सपेन्डिचर होस्, स्यालेरिजहरू स्टाफहरूको होइन, सरकारी कर्मचारीहरूको मा चाहिँ गरिने एक्सपेन्डिचर होस्, वा चाहिँ इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा चाहिँ गरिने खर्च होस्, त्यो पनि गभर्मेन्ट एक्सपेन्डिचरमै आउँछ है। सो यो सबै सिम्पल छ फर्मुला। र त्यसपछि यो एक्स माइनस एम होइन, एक्सपोर्ट्स माइनस इम्पोर्ट्स है। यो सी प्लस आई प्लस जी स्ट्रेट फरवर्ड छ, यो देशभित्रै भयो भन्ने कुरो स्ट्रेट फरवर्ड छ भने एक्सपोर्ट्स भनेको अर्थ यो देशभित्रै प्रड्युस भएको गुड्स हो को भ्यालु भयो माइनस इम्पोर्ट्स होइन, देशभित्र त यसको भ्यालु आएको छ तर यो देशभित्र प्रड्युस भएको होइन, सो यसलाई हामी घटाउँछौँ होइन, किनकि जियोग्राफिकल बााउन्ड्रीभित्र प्रड्युस भएको सामान भनेको छौँ, त्यही भएर एक्स माइनस एम नेट एक्सपोर्ट्स है। यो चाहिँ ग्रस डोमेस्टिक प्रोडक्टको फर्मुला भयो। अब टुरिज्मले कसरी कन्ट्रिब्युट गर्छ त जिडिपीलाई भन्दाखेरि पनि अब फर्मुला हेर्नु सी प्लस आई प्लस जी होइन। कन्जम्सनमा होइन मेजरली टुरिस्टको ले चाहिँ डाइरेक्ट कन्ट्रिब्युसन के त भन्दा ऊ आउँछ, होटेलमा बस्छ, खान्छ, घुम्छ, डुल्छ, सामानहरू किन्छ, स्पोर्ट्सहरू एडभेन्चरहरू एक्टिभिटिजहरू गर्छ, त्यसै गरी सुवेनिरहरू किनेर लैजान्छ, या अरू 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 केही चिजहरू गर्ला जसमा, तर मेजरली के त भन्दा कुरो उसले स्पेन्डिङ गर्छ होइन। त्यसले गर्दाखेरि के हुने भयो त जिडिपीमा कन्ट्रिब्युसन हुने भयो। त्यसै गरी आई भनेको इन्फ्रास्ट्रक्चर, टुरिज्म सेक्टर अप्टिमिस्टिक भयो, टुरिज्ममा
टुरिस्टहरू बढ्ने भयो या टुरिस्टहरू हाई एन्ड टुरिस्टहरू आउन थाल्यो भने के हुने भयो त भन्दा टुरिज्मको इन्फ्रास्ट्रक्चरमा चाहिँ बढी अब इन्भेस्टमेन्ट हुन थाल्ने भयो है। त्यसलाई चाहिँ इन्सेन्टिभाइज गर्छ प्राइभेट सेक्टरलाई चाहिँ त्यो चिजले चाहिँ इन्सेन्टिभाइज गर्छ इन्भेस्टमेन्ट गर्नको लागि। त्यसै गरी गभर्मेन्ट स्पेन्डिङ अन टुरिज्म प्रमोसन एन्ड इन्फ्रास्ट्रक्चर गभर्मेन्टले पनि के गर्छ त मेजर इन्फ्रास्ट्रक्चरहरू के गर्छ त भन्दा गभर्मेन्टले नै बनाउने हो होइन। सो टुरिज्म सेक्टरमा चाहिँ प्रमोट गर्नको लागि गभर्मेन्टले रोडहरू बनाइदिने रिक्रिएसनल सेन्टरहरू बनाइदिने होइन एउटा एउटा इकोसिस्टम बनाइदिने त्यसको लागि इन्फ्रास्ट्रक्चर बनाउनु पर्ने हुन्छ त्यसमा खर्च गर्छ। त्यो खर्च पनि के भयो त त्यसैबाट चाहिँ जिडिपीमा कन्ट्रिब्युसन हुने भयो है। अब नेपालमा कति छ त कन्ट्रिब्युसन जिडिपीको भन्दाखेरि भने टुरिज्मको चाहिँ नेपालको जिडिपीमा कति कन्ट्रिब्युसन छ भन्दाखेरि 2022-23को डेटा अनुसार नियरली 6.7% जिडिपीमा डाइरेक्टली यसले चाहिँ कन्ट्रिब्युट गरेको छ भने इन्डाइरेक्ट कन्ट्रिब्युसन सहित गर्दाखेरि 10% है। इन्डाइरेक्ट कन्ट्रिब्युसनमा हामी मल्टिप्लायर इफेक्ट्स भन्छौँ। मल्टिप्लायर इफेक्ट भनेको यसले गर्दाखेरि यसबाट निस्केको पैसा चाहिँ घुमेर अरूहरूको हातमा घुम्दै गएको होइन। सो त्यो चाहिँ इन्डाइरेक्ट कन्ट्रिब्युसन भयो। सो त्यो सबै गर्दाखेरि के हुने भयो त भन्दाखेरि पनि 10%सम्म यसको कन्ट्रिब्युसन रहेको छ। अब आउँ अर्को कन्सेप्टमा ग्रस नेसनल प्रोडक्ट है। ग्रस नेसनल प्रोडक्ट भनेको सेम जिडिपी एकै कन्सेप्ट हो, फरक मात्र के भयो त भन्दाखेरि भने यो पार्ट बाई द रेसिडेन्ट्स अफ अ कन्ट्री। सो जिडिपीमा हामी विदिन द बााउन्ड्री अफ द कन्ट्री भन्यौँ भने यो चाहिँ प्रोड्युस बाई द रेजिडेन्ट्स अफ अ कन्ट्री। रेजिडेन्ट्स भनौँ या सिटिजन्स भनौँ है। सिटिजन्स वुड अल्सो बी अ बेटर टर्म। मेजरली देशको जनता होइन, देशको जनताले प्रोड्युस गरेको हो। त्यो भन्नुको अर्थ के भयो त भन्दाखेरि भने देशको जनता मुख्य कुरो भयो भनेपछि त्यो चाहिँ देशभित्र होस् या देश बाहिर होस् है। त्यो चिज चाहिँ के भयो त त्यो चिजहरू सबै क्यालकुलेसन गर्ने हो भने चाहिँ हाम्रो के हुने भयो त त्यो चाहिँ हाम्रो जिएनपी हुने भयो। ओके, जिडिपीमा चाहिँ देशभित्र को प्रोडक्सनको कुरो भयो, चाहे रेसिडेन्ट जनताले होस् या विदेशीले होस् भने जिएनपीमा चाहिँ जनताले गरेको प्रोडक्सनको भ्यालुको कुरा भयो, चाहे देशभित्र होस् चाहे देशभन्दा बाहिर होस् है। त्यसलाई हामी जिएनपी भन्छौँ। अदरवाइज बाँकी सबै एस्पेक्ट सेम है। सो जिएनपीको फर्मुला नेचुरली के हुने भयो त जिडिपी प्लस सरी जिएनपी कति हुने भयो त यो यहाँनिर यो मिस्टेक भयो। जिएनपी इक्वल्स टु जिडिपी प्लस नेट फ्याक्टर इन्कम फ्रम अब्रोड है। यो अलिकति यहाँ टाइपो भएछ, यसलाई हामी है। यो चाहिँ जिएनपी भनेको जिडिपी प्लस के हुनुपर्ने जिडिपी प्लस नेट फ्याक्टर इन्कम फ्रम अब्रोड। नेट फ्याक्टर इन्कम फ्रम अब्रोड भनेको इन्कम अर्न बाई रेसिडेन्ट्स अब्रोड आएको पैसा बाहिरबाट माइनस देशबाट बाहिर गएको पैसा, जुन फरेनर्स यहाँ बसेर कमाइरहेछन् उनीहरूले देशभन्दा बाहिर पठाएको पैसा है। द्याट इज नेट फ्याक्टर इन्कम फ्रम अब्रोड भनेर हामी भन्छौँ है। सो इन्कम अर्न बाई रेसिडेन्ट्स अब्रोड या इन्कम अर्न बाई फरेनर्स इन द कन्ट्री, यसमा के आउँछ त भन्दाखेरि पनि रेमिटेन्सेसको कुरो आउँछ। त्यसै गरी इन्भेस्टमेन्ट गरेको हुन्छ फरेन डाइरेक्ट एफडिआइजहरू, त्यसबाट आउने जुन इन्कमहरू भयो, त्यसबाट जुन डिभिडेन्डबाट आउँछ इन्कम होइन, प्रफिट्सहरूबाट त्यो चाहिँ इन्कम
के गर्छ त आफ्नो जहाँ बस्छ इन्भेस्टर त्यो देशमा के गर्छ त भन्दा ट्रान्सफर गर्छ होइन। अब त्यो नेपालको इन्भेस्टरले चाहिँ बाहिर लगानी गरेको छ र त्यसबाट चाहिँ डिभिडेन्ड पाएको छ या प्रफिट आएको छ र त्यो पैसा नेपालमा आयो भने के भयो त त्यो इन्कम अर्न फ्रम अब्रोड भयो होइन, त्यो एड हुने भयो भने यहाँ चाहिँ विदेशी कम्पनीहरू जस्तो कि आइटी कम्पनीजहरू कतिवटा छन् होइन, जसले कि चाहिँ लगानी गरेको छन् र त्यसबाट प्रफिट ब्याक टु आफ्नो कन्ट्री लिएर जान्छन् होइन। त्यो चाहिँ के हुने भयो त भन्दाखेरि भने त्यो चाहिँ घटाउने भयो। त्यसै गरी यो सबै चाहिँ के भयो त अनि त्यसै गरी रोयल्टीको कुराहरू हुन्छ होइन। रोयल्टीमा अब त्यो पेटेन्टको कुराहरू कपिराइट हरू भयो होइन। जस्तो कि नेपालमा चाहिँ होइन अब इन्डियाको कुनै गीत बज्यो भने त्यसको के भयो त यो च्यानल्सहरूले कुनैले गीत बजायो भने रोयल्टी तिर्नुपर्ने हुन्छ र त्यो रोयल्टी के भयो त नेपालबाट इन्डिया जाने भयो त्यो 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 गीतको या त्यो भिडियोको ओनरलाई होइन, जोसँग त्यो ओनरसिप छ। सो त्यो चाहिँ आउट गोइङ भयो होइन। त्यो चाहिँ इन्कम अर्न बाई फरेनर्स इन द कन्ट्री सरह नै भयो त्यो रोयल्टी भयो है। त्यसै गरी एनुअल फीहरू हुन्छ कहिलेकाहीँ होइन, जुन चाहिँ ब्रान्ड नेम युज गरेको त्यो भयो होइन, त्यो पनि देशबाट बाहिर जाने कुरो भयो होइन। यो चाहिँ के भयो त भन्दा यो चाहिँ फ्याक्ट्री इन्कम बाहिर जाने फ्याक्ट्री इन्कमहरू भयो भने त्यही चाहिँ नेपालभित्र आयो भने चाहिँ के भयो त अर्निङ भयो त्यो चाहिँ नेपालको लागि है। नेपाली रेसिडेन्टले बाहिर गरेर नेपालभित्र पठाइरहेछन् भने होइन। त्यसै गरी लेबरको अर्निङ पनि के भयो त यसैमा आउने भयो। सो जस्तो कि जुन रेमिटेन्स पठाउँछन् नेपाली वर्कर्सहरूले विदेशमा काम गरेर देशमा, त्यो चाहिँ के भयो त भन्दाखेरि फ्याक्ट्री इन्कम फ्रम अब्रोड भयो है, त्यो चाहिँ एड गरिन्छ। सो भन्नुको अर्थ के त भन्दाखेरि भने रेमिटेन्सेस केमा आउँछ त ग्रस नेसनल प्रोडक्टमा एड गरिन्छ, जिडिपीमा होइन। ओके, अब टुरिज्मले कसरी जिएनपीमा कन्ट्रिब्युट गर्छ त भन्दाखेरि भने अब जिएनपीमा जिडिपीको पार्ट त छँदैछ होइन, त्यसमा प्लस अरू कम्पोनेन्ट रेमिटेन्सेस भइहाल्यो नेपाली वर्कर्सहरूले बाहिरबाट पठाउने। त्यसै गरी नेपाली बिजनेस अपरेटिङ आउटसाइड नेपालबाट प्रफिट्सहरू जुन नेपालमा पठाउँछ ब्याक होइन लिएर आउँछ। त्यसै गरी बाहिर चाहिँ होटेलहरूमा चाहिँ लगानी गरेको होला होइन टुरिज्म बिजनेसहरूमा, त्यसबाट प्रफिट चाहिँ देशमा फिर्ता लिएर आउने है, त्यो चाहिँ त्यसको थ्रुबाट चाहिँ के हुनु भयो त जिएनपीमा कन्ट्रिब्युट गर्ने भयो है। ओके, नेक्स्ट इज इकोनोमिक ग्रोथ। अब इकोनोमिक ग्रोथ भनेको के त भन्दाखेरि भने इट इज an increase in the production of economic goods and services in one period compared to a previous period। भन्नुको अर्थ इकोनोमिक ग्रोथ भनेको पर्सेन्टेज चेन्ज इन जिडिपी, एकदम सिम्पल टर्म्समा भन्नुपर्दाखेरि होइन। जिडिपीमा पर्सेन्टेज चेन्ज या जिएनपीमा पर्सेन्टेज चेन्ज होइन, कुनै एउटा मेट्रिक लिएर चाहिँ हामी मेजर गर्छौँ, तर मेजर गर्दाखेरि बेस र नेक्स्ट जुन चेन्ज भएको छ बिफोर चेन्ज र आफ्टर चेन्जको दुइटैको मेट्रिक चाहिँ एउटै होइन। जिडिपी ल्याएछौँ भने नेक्स्ट पनि जिडिपी, जिएनपी ल्याएछौँ भने नेक्स्ट पनि जिएनपी। सो इकोनोमिक ग्रोथमा हामी के त भन्दाखेरि भने जिडिपीको ग्रोथ रेट कस्तो छ, जिडिपी ग्रो गरिरहेछ कि छैन, ग्रो गरिरहेछ भने कतिले ग्रो गरिरहेछ होइन, लास्ट इयर भन्दा यो इयर जिडिपी ग्रोथ कस्तो रह्यो त होइन, जिडिपीको भ्यालु कति रह्यो त भन्ने कुरा हामीहरू इकोनोमिक ग्रोथ भन्ने मेजरमेन्ट गरेर हामी पत्ता लगाउँछौँ है। यसले चाहिँ के देखाउँछ त भन्दाखेरि भने इकोनोमी ओभर द टाइम पिरियड
अ, हिजो लास्ट इयर यो वर्ष होइन, लास्ट इयरभन्दा अगाडिको वर्ष गरेर ट्रेन्ड कस्तो छ त, कतातिर कुन डिरेक्सनमा गइरहेछ, कुन एभरेजमा कुन रेटमा गइरहेछ, त्यो कुराहरूको यसले जानकारी दिन्छ है। त्यसै गरी अनि अब इकोनोमिक ग्रोथ चाहिँ नोमिनल र रियल टर्म्समा मेजर गरिन्छ, दुईवटा टर्म्समा है। नट जस्ट इकोनोमिक ग्रोथ, इकोनोमिक्समा हामी हरेक मेट्रिक्सहरू, हरेक हामी जति पनि सब्जेक्ट म्याटर छ इकोनोमिक्समा पढ्ने कुराहरू, त्यो सबै हामी के गर्छौँ त नोमिनल र रियल टर्म्समा हामी डिफ्रेन्टली मेजर गर्न सक्छौँ हामी है, या डिफ्रेन्टली मेजर गरिन्छ। नोमिनल भनेको चाहिँ फेस भ्यालु भयो, मार्केट भ्यालु भयो, जति मार्केटमा जुन हामी पैसा 100 रुपियाँ भनेपछि 100 रुपियाँ होइन, द्याट इज नोमिनल भ्यालु। भने रियल भ्यालु, रियल टर्म्स भनेको के त भन्दाखेरि 100 रुपियाँको रियल भ्यालु कति छ, लास्ट इयर र यो इयरमा त्यही 100 रुपियाँले कति सामान किन्न सकिरहेछ त होइन, त्यसको कम्पेरिजन गरेर एडजस्टमेन्ट गरेर क्यालकुलेट गरिएको चाहिँ भ्यालुजहरू चाहिँ हाम्रो के भयो त रियल भ्यालुजहरू भयो। ओके, अब इन्ट्रेस्टिङ थिङ के त भन्दाखेरि भने नेताहरूले कहिले पनि यो भ्यालुजहरू रियल टर्म्सको भ्यालुजहरूको कुरा गर्दैनन्, जहिले पनि नोमिनल टर्म्सको भ्यालुजहरूको मात्रै कुरा गर्छन् है। अघि नै मैले भने आइदर जिडिपी अर जिएनपी जुनमा मेजर गर्दा पनि भयो है, जुनमा पनि मेजर गरिन्छ, तर कन्सिस्टेन्टली एउटै युज गर्नु पर्यो है। र यो चाहिँ के त भन्दा जी भन्ने, स्मल जी भन्ने स्क्रिप्टले यसलाई चाहिँ डिनोट गरिन्छ। अब इकोनोमिक ग्रोथ रेट सिम्पली के भयो त भन्दाखेरि भने करेन्ट इयर माइनस प्रिभियस इयर डिभाइडेड बाई प्रिभियस इयर इन्टु 100 भन्नुको अर्थ सिम्पली हामी के हेरिरहेछौँ त पर्सेन्टेज चेन्ज है, पर्सेन्टेज ग्रोथ है। सिम्पली इकोनोमिक ग्रोथ रेट इज पर्सेन्टेज चेन्ज, लास्ट पिरियडदेखि यो पिरियडमा चाहिँ कति पर्सेन्ट चेन्ज भयो त्यही हेरिरहेछौँ है। सिम्पली त्यो बाहेक अरू यो टर्मिनोलोजीमा हामी कन्फ्युज नहौँ है। सिम्पली इकोनोमिक ग्रोथ रेट भनेको पर्सेन्टेज चेन्ज लास्ट इयर यो इयर माइनस लास्ट इयर डिभाइडेड बाई लास्ट इयरको भ्यालु, सिम्पली है त्यो पर्सेन्टेजमा निकाल्छौँ हामी। अब इकोनोमिक ग्रोथ लाई केले ड्राइभ गर्छ त भन्दाखेरि भने एउटा त ह्युमन क्यापिटलले होइन, बेटर एजुकेसन भयो, ट्रेनिङ, बेटर हेल्थ होइन, ह्युमन नट जस्ट एज अ लेबर, एज अ क्यापिटल होइन, एउटा लगानीको रूपमा पनि रहेको हुन्छ है। सो मान्छेमा क्यापिटल, जसरी क्यापिटलमा टेक्नोलोजीको कुरो हुन्छ, जति राम्रो टेक्नोलोजी भयो त्यति क्यापिटल एफिसियन्ट हुन्छ, त्यसै गरी ह्युमन पनि के त जति उसमा लगानी गरिएको हुन्छ एजुकेसनमा, उसको ट्रेनिङमा, उसको हेल्थमा जति लगानी गरिएको हुन्छ या बेटर हुन्छ, त्यति नै उसको ह्युमन क्यापिटल के हुने भयो त क्यापेसिटी बढी हुने भयो, ह्युमन क्यापिटल बढी एफिसियन्ट हुने भयो है। अर्को फिजिकल क्यापिटल भने मसिन, टुल्स होइन, इन्फ्रास्ट्रक्चरहरू कुरा भयो होइन, गुड्सहरू प्रोड्युस गर्न युज गरिने मसिन्सहरू। अर्को कुरो टेक्नोलोजी होइन, टेक्नोलोजीमा पनि डिपेन्ड गर्छ, जति टेक्नोलोजी चेन्ज हुन्छ, इनोभेसन आउँछ, त्यति नै के हुन्छ त भन्दाखेरि भने प्रोडक्सनमा एफिसियन्सी आउँछ, त्यसै गरी प्रोडक्सनको मेथड्सहरू चेन्ज हुन्छ त्यसले गर्दाखेरि, र प्रोडक्टिभिटी बढ्दाखेरि अभियसली के हुने भयो त भन्दाखेरि भने कस्ट अफ प्रोडक्सन घट्ने हुन्छ, पहिलाभन्दा बढी प्रोड्युस गर्न सक्ने क्यापेसिटी भएर जान्छ त्यही समयमा। अनि त्यसपछि हाम्रो इकोनोमिक ग्रोथमा त्यसले सपोर्ट गर्छ है। ओके, त्यसै गरी नेचुरल रिसोर्सेसको अभाइलेबिलिटी होइन, जति धेरै नेचुरल रिसोर्सेसहरू अभाइलेबल छ, र मेटेरियल्सहरू अभाइलेबल छ, त्यति नै उसले बढी प्रोडक्सन गर्न सक्छ, बढी त्यसलाई एक्सपोर्ट गर्न सक्छ या कन्जम्सन गरेर
देशको उसले जिडिपी बढाउन सक्छ है। जिडिपी या जिएनपी इन्कम बढाउन सक्छ। अब इकोनोमिक ग्रोथमा टुरिज्मले कसरी कन्ट्रिब्युट गर्छ त भन्दाखेरि भने एउटा फरेन एक्सचेन्ज अर्निङ्सको थ्रुबाट, अर्को इम्प्लोइमेन्ट क्रिएसनको थ्रुबाट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्टलाई स्टिमुलेट गरेर, इन्डस्ट्रियल सेक्टरको एक्सपेन्सन होइन, टुरिज्मसँग जुन लिङ्क्ड इन्डस्ट्रिजहरू छ तिनीहरू चाहिँ के त भन्दा टुरिज्म एक्सप्यान्ड हुँदा उनीहरूमा पनि एक्सपेन्सन हुन्छ। त्यसै गरी टुरिज्म एक्सप्यान्ड भयो भने गभर्मेन्टको रिभेन्यू पनि बढ्छ र यो सबैबाट चाहिँ के त हाम्रो जिडिपी जिएनपीहरू बढ्छ र जिडिपी जिएनपी ओभर द टाइम बढ्दै जानु भनेको नै के भयो त इकोनोमिक ग्रोथ भयो। अब हामीले एउटा चिज के छ त भन्दा ध्यान दिनुपर्ने यहाँ नोट गर्दा हुने कि भन्दा देयर इज अ बाइडाइरेक्सनल है, देयर इज अ बाइडाइरेक्सनल रिलेसनसिप बिट्विन टुरिज्म एन्ड इकोनोमिक ग्रोथ। भन्नुको अर्थ टुरिज्मले गर्दा इकोनोमिक ग्रोथ हुन्छ भने इकोनोमिक ग्रोथले गर्दा टुरिज्म हुन्छ। सो यो सर्कुलर रिलेसनसिप छ। ओके, इकोनोमिक ग्रोथको टर्म्समा नेपालको 2018-19देखिको चाहिँ हामी एकचोटि यहाँनिर डेटा हेरौँ है। 2018-19मा हाम्रो के भयो त भन्दाखेरि भने टुरिज्मको हाम्रो सेक्टरलाई र जिडिपीलाई चाहिँ के कसरी इम्प्याक्ट गर्यो हामी हेरौँ है। यो ग्रिन लाइन चाहिँ हाम्रो जिडिपीको ग्रोथ रेट भयो भने रेड लाइन चाहिँ हाम्रो टुरिस्ट अराइभलको नम्बर्स भयो या सिचुएसन भयो भने पनि भयो है। अब 2018-19मा 19को एन्डमा के भयो त भन्दा कोभिड आयो। कोभिड लागेपछि के भयो त हामी पहिला जिडिपीमा फोकस गरौँ, त्यसपछि टुरिज्ममा पनि कुरा गरौँला है। अनि कोभिड भयो, कोभिड भएपछि जिडिपी एकैचोटि घट्यो है, माइनस नै भयो, -2.4% है इनफ्याक्ट है, माइनस भयो। त्यसपछि नेक्स्ट इयर बिस्तारै के भयो त भन्दा ग्रो गर्यो, बिस्तारै रिकभर गर्यो, अझै थोरै रिकभर गर्यो। तर फेरि इम्पोर्ट रेस्ट्रिक्सन्स होइन 2021-22मा इम्पोर्ट रेस्ट्रिक्सन्सले गर्दाखेरि के भयो त फेरि जिडिपीमा इम्प्याक्ट पर्यो नेक्स्ट इयर होइन। तर त्यसपछि फेरि बिस्तारै बिस्तारै जिडिपी रिकभर हुँदै गयो र नेपालको जिडिपी के अरे इकोनोमिक ग्रोथ रेट चाहिँ समथिङ बिट्विन 4.5% to 4.9% रहने अनुमान गरिएको छ है। डिफ्रेन्ट सोर्सेसहरू जस्तो कि एडिबी, वर्ल्ड ब्याङ्कहरूको एस्टिमेट अनुसार यो रेन्जमा हुनसक्छ भन्ने छ। अब सँगसँगै हामी हेरौँ टुरिस्टको अराइभल है। हामीले हेर्दाखेरि के देख्छौँ त भन्दाखेरि भने इकोनोमिक ग्रोथ रेट जसरी मुभ भएको छ टुरिज्म पनि त्यसरी नै मुभ भएको छ है। अलिकति यहाँनिर चाहिँ ल्याग देखिएको छ। भन्नुको अर्थ जिडिपीमा आएको चेन्ज चाहिँ टुरिज्मको अराइभलमा आउने चेन्जमा के त ग्याप होइन, जिडिपी ग्रोथको चेन्जको इम्प्याक्ट चाहिँ टुरिज्मको नम्बर्समा इम्प्याक्ट ल्यागका साथ होइन, 1 इयरको ल्यागका साथ आएको छ होइन। किनभने आजको जेनरली के हुन्छ त भन्दाखेरि भने आजको कुनै एक्टिभिटीले त्यसको इम्प्याक्ट आजै नहुन पनि सक्छ कति चिजहरूको होइन। त्यसको इम्प्याक्ट 1 वर्षपछि हुनसक्छ, 2 वर्षपछि हुनसक्छ होइन, त्यसलाई हामी ल्याग इफेक्ट भन्छौँ। सो तर मेन कुरो के त भन्दाखेरि भने हामी के देख्न सक्छौँ त भन्दाखेरि भने जिडिपी ग्रोथ र टुरिस्ट अराइभल सँगसँगै मुभ गरिरहेको छ
है। यो चाहिँ दिस इज बेस्ड अन एक्चुअल डेटा। सो भन्नुको अर्थ के त, किन यो देखाएको मैले भन्दाखेरि भने टु प्रुभ द्याट टुरिज्म र जिडिपीको बिचमा ग्रोथको बिचमा चाहिँ के त सर्कुलर रिलेसन छ, एकअर्कासँग रिलेटेड छ। अब यहाँनिर जिडिपीले गर्दा टुरिज्म, टुरिज्मले गर्दा जिडिपी, होइन, दुईटा मध्ये जुन पनि हुनसक्छ यहाँनिर है। कुनै बेला चाहिँ जिडिपीले गर्दा टुरिज्ममा इम्प्याक्ट हुनसक्छ भने कुनै बेला जिडिपीले गर्दा टुरिज्ममा इम्प्याक्ट, होइन। त्यो एउटा सर्कलमा घुम्ने चिज भयो। अब इकोनोमिक ग्रोथ रेट हामी क्यालकुलेट गर्दाखेरि यो एउटा न्युमेरिकल जस्तो छ है, सिम्पल न्युमेरिकल छ। फिजिकल इयर 2023मा जिडिपी ₹4200 बिलियन थियो। फिजिकल 2023-24 नेक्स्ट इयर जिडिपी 4364 बिलियन छ भने इकोनोमिक ग्रोथ रेट कति भयो त भनेर हामीले क्यालकुलेट गर्नुपर्नेछ। सो जिडिपी प्रिभियस भनेर हामी 4200 हाल्छौँ र जिडिपी करेन्ट भनेर 4364 हाल्छौँ र इकोनोमिक ग्रोथ रेटको फर्मुला युज गर्छौँ हामी करेन्ट जिडिपी माइनस प्रिभियस जिडिपी डिभाइडेड बाई प्रिभियस जिडिपी इन्टु 100, होइन। त्यो भ्यालु राख्दाखेरि कति आयो त भन्दा 3.9%। सो जिडिपी ग्रोथ रेट हाम्रो के भयो त 3.9% हुने भयो। अर्को टर्म छ हाम्रो इन्फ्लेसन है। इन्फ्लेसन भनेको के त भन्दा सस्टेन्ड इन्क्रिज इन द जेनरल प्राइस लेभल अफ गुड्स एन्ड सर्भिसेस ओभर टाइम इन एन इकोनोमी है। सस्टेन्ड इन्क्रिज भन्ने कुरो इम्पोर्टेन्ट छ। कुनै एउटा पार्टिकुलर रिजनले गर्दाखेरि, स्कार्सिटीले गर्दाखेरि, प्रोडक्सनको कमीले गर्दाखेरि या अचानक आएको डिमान्ड सर्ज भएको डिमान्डले गर्दाखेरि जुन प्राइसमा एडजस्टमेन्ट हुन्छ, होइन, त्यो एडजस्टमेन्ट हुनुभन्दा पहिला जुन प्राइस बढिरहेको हुन्छ त्यो चाहिँ हामीले इन्फ्लेसन मान्न मिल्दैन, त्यसलाई चाहिँ हामी इन्फ्लेसन मान्दैनौँ है। इन्फ्लेसन भनेको सस्टेन्ड हुनु पर्यो, सस्टेन्ड इन्क्रिज। जस्तो कि फर इक्जाम्पल आजभन्दा अगाडि 15 रुपियाँमा पाइने बिस्किट चाहिँ 20 रुपियाँ भइसक्यो, होइन। आजभन्दा 2 वर्ष 5 वर्ष अगाडि 15 रुपियाँमा पाइने बिस्किट 20 रुपियाँ 25 रुपियाँ भइसक्यो, होइन। द्याट इज एक्चुअली इन्फ्लेसन है। अब इन्फ्लेसन के को आधारमा क्यालकुलेट गरिन्छ त भन्दाखेरि भने कन्ज्युमर प्राइस इन्डेक्सको आधारमा मेजर गरिन्छ है। इन्फ्लेसनलाई कन्ज्युमर प्राइस इन्डेक्स बनाएर, होइन, कन्ज्युमर प्राइसको एउटा इन्डेक्स बनाएर त्यसको आधारमा चाहिँ इन्फ्लेसन मेजर गरिन्छ है। अब यसको हाम्रो धेरै डिटेलमा हामी जाँदैनौँ, तर पनि कन्ज्युमर प्राइस इन्डेक्स कसरी चाहिँ बनाइन्छ त भन्ने कुरो अलिकति हामी यसलाई टचअप गर्छौँ। त्योभन्दा पहिला हामी फर्मुला हेरौँ। कन्ज्युमर प्राइस इन्डेक्स भनेको कस्ट अफ बास्केट इन करेन्ट इयर डिभाइड बाई कस्ट अफ बास्केट इन बेस इयर इन्टु 100 है। सो रेसियो, होइन, आजको यो बास्केट भन्नुको अर्थ चाहिँ एउटा सेट अफ सामानहरू, मान्छेले रेगुलरली कन्ज्युम गर्ने सेट अफ गुड्सहरू छ। त्यो सेट अफ गुड्सको चाहिँ कस्ट, टोटल कस्ट यो वर्ष डिभाइड बाई त्यही सामानको कस्ट बेस इयरमा, होइन। हामीले कहिलेको प्राइससँग मेजर गर्दैछौँ, लास्ट इयरकोसँग कि 5 वर्ष अगाडिको प्राइससँग, होइन। सो त्यसको चाहिँ रेसियोलाई 100ले मल्टिप्लाई गरेर हामी के गर्छौँ त सिपिआई निकाल्छौँ है। र सिपिआई निकालेर हामी के गर्छौँ त त्यसपछि हामी रेट अफ इन्फ्लेसन कसरी निकाल्न सक्छौँ त भन्दाखेरि भने करेन्ट पिरियडको सिपिआई माइनस लास्ट पिरियडको सिपिआई डिभाइडेड बाई लास्ट पिरियडको सिपिआई इन्टु 100 है। अब सिपिआई बेस बास्केट कसरी बनाइन्छ त नेपालमा हामी हेरौँ है त। यो डिफ्रेन्ट क्याटेगोरिज अफ गुड्स एन्ड सर्भिसेसहरू छ, गुड्सहरू, होइन। अब इन्फ्लेसन क्यालकुलेट गर्दाखेरि यो सामानहरूको बास्केट एउटा या भनौँ एउटा सेट एउटा क्यालकुलेट गर्नको लागि एउटा चाहिँ एउटा बााउन्ड्री जस्तो बनाइएको छ। फुड एन्ड बेभरेजेस, हाउसिङ एन्ड युटिलिटिज, एजुकेसन, क्लोथिङ एन्ड फुटवेयर,
transport, furnishings and household equipment, health, communication, miscellaneous goods and services, and recreation and culture. है यो छ र हरेकलाई चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट वेटेज छ। जस्तो फुड एन्ड बेभरेजेस होइन, कन्जम्सन फर लिभिङ सबैभन्दा इम्पोर्टेन्ट चिज छ र सबभन्दा बढी डे टु डे लाइफमा युज हुने भएको भएर यसको वेटेज पनि बढी छ। सो जसको जति इम्पोर्टेन्स छ त्यही अनुसार वेटेज हालेर टोटल वेटेज 100 भयो। अब टुरिज्म रेलिभेन्स चाहिँ फुड एन्ड बेभरेजमा रेस्टुरेन्ट होटल फुडको कस्टमा भयो, हाउसिङको चाहिँ होटल अपरेटिङ कस्टमा भयो, एजुकेसनको कुरो गर्दाखेरि होइन त्यसको इम्प्याक्ट चाहिँ टुरिज्मको एजुकेसन ट्रेनिङ कस्टमा आउने भयो। क्लोदिङ एन्ड फुटवेयरको कुरा गर्दाखेरि स्टाफको युनिफर्म होइन, टुरिज्म रिलेटेड क्लोदिङ्स फुटवेयरहरूको कुरो आउने भयो। ट्रान्सपोर्टको कुरा गर्दाखेरि टुर अपरेटरहरूले या चाहिँ ट्रान्सपोर्टेसन कम्पनीहरूले जुन ट्रान्सपोर्ट सर्भिस प्रोभाइड गर्छ त्यसको कस्टलाई यसले इम्प्याक्ट गर्ने भयो। फर्निसिङ एन्ड हाउस होल्ड इक्विपमेन्ट भनेपछि होटलको फर्निचर र इक्विपमेन्टहरू होटल बिजनेस लग्जरी बिजनेस भएको भएर त्यसमा हाई भ्यालु फर्निचरहरू होइन फर्निसिङहरू गरिएको हुन्छ र इन्फ्लेसनले त्यसलाई इम्प्याक्ट गर्छ होइन, र ठुलो इन्भेस्टमेन्ट हुन्छ यसमा, ठुलो खर्च भइरहेको हुन्छ होटलमा। त्यसै गरी हेल्थ मेडिकल टुरिज्म कस्टहरूलाई इम्प्याक्ट गर्छ होइन, कम्युनिकेसनमा आएको कस्टको चेन्जले होइन, कम्युनिकेसन कस्टको भयो। अब मिसलिनियस भयो गुड्स एन्ड सर्भिसेस भन्दाखेरि होइन, टुरिज्म मिसलिनियस भन्छौँ हामी होइन, मिसलिनियसमा ठ्याक्कै यही भन्ने चाहिँ हुँदैन, त्यसलाई चाहिँ सिचुएसन अनुसार डिफाइन गरिन्छ होइन। त्यसै गरी रिक्रिएसन एन्ड कल्चर जस्तो कि एन्टरटेनमेन्ट एट्र्याक्सन्सहरू एडभेन्चर एक्टिभिटिजहरू होइन, के अरे फीहरू भयो, इन्ट्री फीहरूको कुराहरू भयो, यो सबै कुराहरू के भयो त भन्दाखेरि भने यो सबै कुराहरूमा चाहिँ इम्प्याक्ट गर्ने भयो है हाम्रो इन्फ्लेसनले। इन्फ्लेसनको टाइप्सहरू के को बेसिसमा हेर्ने त इन्फ्लेसन भन्ने हिसाबले त्यसको हामीले टाइप्सहरू डिफाइन गर्छौँ। जस्तो कि कज बाई कज होइन, कारण के कारणले भयो भन्ने हिसाबले हेर्ने हो भने हामीसँग दुई किसिमको छ इन्फ्लेसनको टाइप्सहरू, डिमान्ड पुल इन्फ्लेसन र कस्ट पुश इन्फ्लेसन है। डिमान्ड पुल इन्फ्लेसन भनेको जब चाहिँ डिमान्ड चाहिँ सप्लाईभन्दा एक्सिड गर्छ भन्नुको अर्थ जब चाहिँ इकोनोमी ग्रो गरिरहेको हुन्छ, मान्छेको हातमा पैसा आउँछ होइन, इम्प्लोइमेन्ट बढिरहेको हुन्छ, मान्छेसँग इन्कम बढिरहेको हुन्छ, पैसा आयो भनेपछि उसले स्पेन्ड गर्न उसको स्पेन्डिङ कपेसिटी बढ्छ होइन। स्पेन्डिङ कपेसिटी बढेपछि उसले स्पेन्ड गर्न खोज्छ, तर त्यो स्पेन्डिङसँगै के भयो त भन्दाखेरि भने प्रोडक्सनले म्याच गर्न नसक्दाखेरि गुड्सहरू अभाइलेबल डिमान्ड अनुसार हुँदैन। त्यो म्याच नहुँदाखेरि के हुने भयो त भन्दाखेरि भने त्यहाँनिर सप्लाईभन्दा डिमान्ड बढी भएको भएर डिमान्डले प्राइसलाई माथितिर पुल गर्छ होइन, त्यही भएर यसलाई हामी डिमान्ड पुल इन्फ्लेसन भन्छ। भने कस्ट पुश इन्फ्लेसन भनेको कस्ट साइडबाट आउने इन्फ्लेसन, जस्तो कि यो भनेको चाहिँ प्रोडक्सनको कस्ट बढेर नै आउने ओभरअल बढ्ने प्राइसेसहरू होइन। जस्तो कि र मेटेरियल्सको प्राइस बढ्यो, स्टाफको कस्टहरू बढ्यो होइन, त्यसै गरी भाडा बढ्यो, रेन्ट अनि के भन्छ वेजेसहरू बढ्यो, इन्ट्रेस्ट रेटहरू बढ्यो, यो सबै कुराहरूले गर्दा के गर्छ त कस्ट पुश इन्फ्लेसन गराउँछ यसले। त्यसै गरी अर्को क्याटेगोरी भनेको स्पिड या सिभियरिटी होइन, कतिको सिभियर छ, कुन म्याग्निच्युडमा छ होइन, त्यो अनुसार हेर्ने हो भने इन्फ्लेसन 4 प्रकारको छ। क्रिपिङ इन्फ्लेसन, वाकिङ और ट्रटिङ इन्फ्लेसन, ग्यालोपिङ इन्फ्लेसन र हाइपर इन्फ्लेसन है। क्रिपिङ इन्फ्लेसन भनेको स्लो एन्ड माइल्ड, एकदम सानो बिस्तारै के अरे हाम्रो गडेला जस्तो बिस्तारै हिँडिरहेको होइन, त्यसलाई हामी
क्रिपिङ इन्फ्लेसन भन्छौँ होइन। जस्तो कि 3%, अराउन्ड 3%, यसको ठ्याक्कै यति नै भन्ने हुँदैन होइन। तर हामी एउटा रफली यति भन्न खोजे मात्रै हो है, रफली 3% या त्योभन्दा कम है। जेनरली यस्तो चाहिँ डेभलप्ड कन्ट्रिजहरू जहाँ चाहिँ प्राइसेसहरू स्टेबल छ त्यहाँ चाहिँ क्रिपिङ इन्फ्लेसन देखिन्छ। त्यस्तै वाकिङ और ट्रटिङ इन्फ्लेसन है, यसमा चाहिँ के हुन्छ त 3 to 10% ग्रोथ रेट होइन, हायर ग्रोथ रेट देखिन्छ। यो चाहिँ कस्तो कन्ट्रिजमा देखिन्छ त भन्दाखेरि पनि ऱ्यापिडली डेभलपिङ होइन, जुन कन्ट्री ऱ्यापिडली डेभलप या ऱ्यापिडली ग्रो गरिरहेको हुन्छ त्यो कन्ट्रिजहरूमा के हुन्छ त भन्दाखेरि पनि मान्छेहरूले बढी बाई गरिरहेको हुन्छ होइन, त्यसले गर्दाखेरि इन्फ्लेसन हुन्छ त्यहाँ है। त्यसै गरी ग्यालोपिङ इन्फ्लेसन, यो वाकिङ ट्रटिङ इन्फ्लेसनमा जेनरली अब यो दुवै साइडकै हुनसक्छ फेरि है। डेभलपिङ भएर राम्रो एक्सपेन्सन भएर इन्फ्लेसन यो बढेको हुन पनि सक्छ भने इकोनोमीमा के त भन्दा एक किसिमको अनसर्टेन्टी होइन, अनसर्टेन्टी भएर पनि यो इन्फ्लेसन हुन सक्छ है। प्रोडक्सन साइडबाट पनि यो इन्फ्लेसन आउन सक्छ है। त्यसै गरी ग्यालोपिङ इन्फ्लेसन, ग्यालोपिङ इन्फ्लेसन भनेको एकदमै हाई इन्फ्लेसन, ऱ्यापिड होइन, 10% भन्दा माथि होइन। यो भनेको सर्टेनली के हो त भन्दाखेरि भने कन्ट्री अनस्टेबल भइरहेको छ, कन्ट्रीमा प्राइसेसहरू एकदमै अनस्टेबल भयो र त्यो कन्ट्री चाहिँ के त भन्दा प्राइसेसहरू आर एट डेन्जरस लेभल्स होइन। त्यहाँ चाहिँ अब म्यानेज गर्नुपर्ने, एक्टिभली म्यानेज गर्नुपर्ने जरुरी देखिन्छ। भने अर्को हाइपर इन्फ्लेसन, हाइपर इन्फ्लेसन भनेको एक्सट्रिमली हाई ऱ्यापिड इन्फ्लेसन है। यो भनेको चाहिँ सामानको भाउ चाहिँ 2 गुणा 3 गुणा 10 गुणा हुनु होइन। जस्तो कि ग्रेट डिप्रेसनको बेला भएको थियो यस्तो होइन, 1930sमा जुन युएसमा ग्रेट डिप्रेसन आएको थियो त्यसमा यस्तो देखिएको थियो। त्यसै गरी रोबर्ट मुगाबेको जुन जिम्बाब्वेमा रोबर्ट मुगाबेको सरकार आएपछि उसले जुन सबै विदेशीहरूलाई वाइट्सहरूलाई चाहिँ देश निकाला गर्यो, त्यसपछि देशमा प्रोडक्सनहरू कपेसिटी घट्यो र त्यहाँनिर त्यसले पनि हाइपर इन्फ्लेसन, एकदम ठुलो इन्फ्लेसन ल्याएको थियो र त्यो इन्फ्लेसनले गर्दाखेरि यति धेरै इन्फ्लेसन थियो कि सरकारले 1-1 लाख 10-10 लाखको चाहिँ नोट छाप्नु परेको थियो है। र हाइपर इन्फ्लेसनको केसमा त कति केसमा सुनिन्छ होइन कि चाहिँ सामानको चाहिँ अर्डर गर्ने बेलामा एउटा रेट, पे गर्ने बेलामा त्यसको रेट बढिसक्यो होइन। यो एउटा जोक जस्तो हो होइन। तर भन्नुको अर्थ हाइपर इन्फ्लेसन भनेको त्यस्तो ऱ्यापिड खालको चाहिँ इन्फ्लेसन। अब अर्को टपिक छ यसमा म्याक्रो इकोनोमिक्समा हाम्रो बिजनेस साइकल है। बिजनेस साइकल भनेको अघि पनि मैले कुरा गरेको थिएँ, सिम्पली मान्छे संसारै चाहिँ हरेक फेनोमेना मान्छेको लाइफमा या संसारको एक्टिभिटिजहरूमा के त भन्दा हरेक चिज साइकलमा घुम्छ है। डेज पनि के त डे एन्ड नाइट होइन, वर्ष आउँछ, मन्थ घुम्छ, फेरि सकेर फेरि अर्को मन्थ, फेरि अर्को इयर आउँछ, फेरि मन्थ सुरु हुन्छ, ज्यान सुरु हुन्छ होइन, त्यो साइकलमा घुम्छ। त्यसै गरी बिजनेसको पनि के हुन्छ त भन्दा एउटा साइकल हुन्छ है। यो चाहिँ जिडिपीमा आउने फ्लक्चुएसन्सहरू है, हामीले यसमा जिडिपीमा आउने फ्लक्चुएसन्सहरू चाहिँ मेजर गर्ने हो, हेर्ने हो यसमा है। अब बिजनेस साइकलको 4वटा फेजेसहरू हुन्छ है। एउटा एक्सपेन्सन, पिक, कन्ट्र्याक्सन, डिप्रेसन है। अब के अरे यो हाम्रो अर्को हामी के भन्छौँ, ट्रफ भनेको चाहिँ लोएस्ट पोइन्ट है त्यो साइकलमा। अब एक्सपेन्सन भनेको चाहिँ के त
जिडिपी एकदमै अप्टिमिस्टिक वेमा चाहिँ ग्रो गरिराख्नु होइन, इम्प्लोइमेन्ट बढ्नु, एक्सपेन्डिचर बढ्नु, इन्भेस्टमेन्ट बढ्नु होइन, इकोनोमी एकदम चाहिँ कन्फिडेन्ट भइरहेको, अप्टिमिस्टिक भइरहेको सिचुएसन होइन। जस्तो कि हाइली डेभलपिङ कन्ट्रिजहरू, जुन कन्ट्री चाहिँ ऱ्यापिडली ग्रो गरिरहेको हुन्छ, त्यो फेजमा चाहिँ ऊ एक्सपेन्सनको फेजमा हुन्छ है। र रिलेटिभली ऊ के हुन्छ त, ग्रो गरिरहेको हुन्छ, मान्छेको कन्जम्सनको पावर बढिरहेको हुन्छ ओभर टाइम, र ओभर टाइम उनीहरूको ह्याप्पिनेस पनि बढिरहेको हुन्छ है। एक्सपेन्सन पछि त्यो एउटा पिकमा पुग्छ, पिकमा पुगेपछि के हुन्छ त भन्दाखेरि भने त्यो इकोनोमी चाहिँ अब के हुन्छ त भन्दा पिकमा पुगेपछि जे पनि चिज हामी भन्छौँ नि, यो चाहिँ टुप्पोमा पुगेपछि तल एक दिन खस्नै पर्छ भन्छौँ नि, हो त्यही हुन्छ इकोनोमीलाई पनि। एकदम टपमा पुगेपछि इकोनोमीले के त भन्दाखेरि भने आफूसँग भएको सबै कपेसिटी होइन, त्यो कन्ट्रीको इकोनोमिक ग्रोथको सबै कपेसिटी, सबै एस्पेक्ट्सहरू, सबै चिज एक्जस्ट गरिसकेपछि अब फर्दर त्यो ग्रो गर्न सक्ने अवस्था रहँदैन। त्यसले गर्दाखेरि के हुन्छ त भन्दा अब इकोनोमी कन्ट्र्याक्सनमा या रिसेसनमा जान्छ है। रिसेसनमा जाने भन्नुको अर्थ इकोनोमिक ग्रोथ रेट चाहिँ घट्नु है, बिस्तारै स्लोली एकदम ग्रो हुन्छ इकोनोमी, ग्रो त हुन्छ तर एकदमै स्लो रेटमा ग्रो हुन्छ। तर मेजरली इम्प्याक्ट चाहिँ के त भन्दाखेरि भने यसले इम्प्लोइमेन्टलाई चाहिँ इम्प्याक्ट गरिरहेको हुन्छ है, र कन्जम्सनलाई पनि इम्प्याक्ट गरिरहेको हुन्छ। त्यसपछि रिसेसनलाई कन्ट्रोल गर्न सकिएन भने डिप्रेसनमा जान्छ है। डिप्रेसनमा भनेको यसमा के हुन्छ त, प्राइसेसहरू नै के हुन्छ त घट्न थाल्छ सामानहरूको होइन। इकोनोमिक ग्रोथ रेट के हुन्छ त नेगेटिभ हुन्छ है। र ऱ्यापिड अनइम्प्लोइमेन्ट होइन, देशैभरि एकदमै अनइम्प्लोइमेन्ट भएर चाहिँ के हो त भन्दाखेरि भने हाई पोजिसन होइन, हाइली रेस्पेक्टेड जब्समा भएको मान्छेहरू पनि के त भन्दा पेनीमा काम गर्न तयार होइन, त्यो सिचुएसन आउँछ यस्तो डिप्रेसनको बेलामा। डिप्रेसन पछि के भयो त ट्रफ है। ट्रफ भनेको लोएस्ट पोइन्ट होइन, इकोनोमीको रक बटम हिट गर्ने है। यो हिट गरिसकेपछि फेरि के हुन्छ त भन्दा इकोनोमी रिकभरीतिर जान्छ र फेरि एक्सपेन्सनतिर जान्छ है। अब टुरिज्म सेक्टर चाहिँ बिजनेस साइकलसँग कसरी चाहिँ सेन्सिटिभ छ त, कसरी रिलेटेड छ त भन्दाखेरि भने कसरी रेस्पोन्स गर्छ त होइन भन्दा एउटा त इन्कम इलास्टिसिटी। टुरिज्म के छ त भन्दाखेरि भने इन्कम इलास्टिक छ होइन। सो त्यसले गर्दाखेरि इन्कम इलास्टिक भनेको अर्थ इन्कम थोरैले चेन्ज हुँदाखेरि डिमान्ड धेरैले चेन्ज हुने होइन। त्यही सेम डाइरेक्सनमा होइन, इन्कम थोरैले बढ्दाखेरि धेरैले डिमान्ड बढ्ने, इन्कम थोरैले गर्दाखेरि डिमान्ड धेरैले कम हुने होइन। सो त्यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरि भने बिजनेस साइकलको जुन साइकल छ त्यसमा आएको जुन चेन्जेस छ त्यसले ठुलो इम्प्याक्ट पार्न सक्छ है डिमान्डमा, टुरिज्मको है, त्यो एक्सपेन्सन र कन्ट्र्याक्सनको फेजेसहरूमा होइन। थोरै मात्र इन्कम बढ्दाखेरि पनि डिमान्ड धेरै बढिदिन्छ, थोरै मात्र इन्कम घट्दाखेरि पनि डिमान्ड धेरै घटिदिन्छ। सो यसको चाहिँ के त भन्दाखेरि भने लार्जर इम्प्याक्ट हुन्छ। त्यसै गरी अर्को के त भन्दाखेरि भने टुरिज्म स्पेन्डिङ के छ त भन्दा डिस्क्रिसनरी छ है। जस्तो कि कन्जम्सन गुड्सहरू, खाने लाउने होइन, यो सबै चिजहरू, घर बास होइन, घाँस बास कपास भन्छौँ नि, यस्तो चिजहरू त हामीलाई चाहिन्छ जे जस्तो होस् होइन। हामी बरु पैसा भएन भने क्वालिटी घटाउँछौँ, क्वान्टिटी घटाउँछौँ, तर सबै चाहियो नै हामीलाई होइन। तर टुरिज्म भनेको डिस्क्रिसनरी हो है। सो मान्छेले यसलाई पोस्टपोन पनि गर्न सक्छन्, क्यान्सल पनि गर्न सक्छ होइन। सो इकोनोमी चाहिँ नराम्रो फेजमा गइरहेको बेलामा चाहिँ त्यही भएर चाहिँ
मान्छेले यसलाई कम्प्लिटली अभोइड गर्न सक्छ है। अरू सामानको कन्जम्सन कम्प्लिटली अभोइड गर्दैनन् मान्छेले। जस्तो कि डिप्रेसनै आयो भने पनि मान्छेले खाना खानै पर्यो, दाल चामल चाहि नै हाल्यो, लुगा चाहि नै हाल्यो, घर चाहि नै हाल्यो। सो केही न केही त हुन्छ त्यतातिर। तर टुरिज्म त के त भन्दाखेरि पनि यो त लग्जरी हो। सो त्यो सिचुएसनमा टुरिज्म ठ्याप्पै बन्द भइदिन पनि सक्छ है। सो इट इज त्यही भएर चाहिँ बिजनेस साइकलले प्रति चाहिँ टुरिज्म एकदमै सेन्सिटिभ छ। त्यसै गरी टुरिज्म सेक्टरको के हुन्छ त कपेसिटीमा कन्स्ट्रेन्ट हुन्छ, फिक्स्ड हुन्छ है। किनभने टुरिज्म सेक्टर के त हाई कस्ट सेक्टर हो है। यसमा चाहिँ ठुलो इन्भेस्टमेन्ट लाग्छ। सो बिजनेस साइकलको जुन फ्लक्चुएसन छ त्यो फ्लक्चुएसनमा चाहिँ यो ऱ्यापिडली चाहिँ त्यो फ्लक्चुएसनकै स्पिडमा चाहिँ आफ्नो क्यापेसिटी एडजस्टमेन्ट गर्न यसलाई गाह्रो हुन्छ होइन। केही समय लाग्छ होइन। ठुलो इन्भेस्टमेन्ट भएको भएर इन्फ्रास्ट्रक्चरदेखि लिएर क्यापिटलहरूमा ठुलो इन्भेस्टमेन्ट हुने भएको भएर यसले सर्ट टर्ममा तुरुन्तै जुन इकोनोमीमा चेन्जेसहरू आउँछ त्यो प्रति एडजस्ट गर्न सक्दैन है। सो त्यसले गर्दाखेरि के त भन्दाखेरि भने इकोनोमी एकदम ऱ्यापिडली ग्रो गर्दाखेरि मिस्ड अपर्च्युनिटिज हुन्छ, अपर्च्युनिटी छुट्छ, क्याप्चर गर्न सक्दैन, आफ्नो क्यापेसिटी बढाउन नसक्ने भएको भएर भने इकोनोमी डाउन टर्नमा जाँदाखेरि के त भन्दाखेरि भने आफ्नो कस्ट उसले इकोनोमी डाउन टर्नसँगै आफ्नो कस्ट आउटराइटली के त स्ल्यास गर्न सक्दैन होइन। सो यो चाहिँ यसको लागि डबल एज सोर्ड नै छ। अब अर्को कन्सेप्ट छ ब्यालेन्स अफ पेमेन्ट्स। ब्यालेन्स अफ पेमेन्ट्स भनेको सिम्पली के त भन्दा देशमा आएको पैसा र देशबाट बाहिर गएको पैसा है। सो यसलाई चाहिँ हामी डलर्समा मेजर गर्छौँ। सो आएको डलर्स र देशबाटमा आएको डलर्स र देशबाट गएको डलर्स त्यसको हिसाब किताब आउनेलाई हामी प्लस गर्छौँ, जानेलाई हामी माइनस गर्छौँ है। त्यहीको चाहिँ प्लस र माइनसको हिसाबलाई हामी के भन्छौँ त ब्यालेन्स अफ पेमेन्ट्स है। ब्यालेन्स अफ पेमेन्ट्समा हाम्रो 3 किसिमको कम्पोनेन्ट हुन्छ, 3टा कम्पोनेन्ट्सहरू हुन्छ। एउटा करेन्ट अकाउन्ट, करेन्ट अकाउन्टमा चाहिँ ट्रेडहरू होइन ट्रान्ज्याक्सनहरूको कुराहरू हुन्छ होइन मेजरली है। यसमा चाहिँ करेन्ट अकाउन्टमा मेजरली इन्डिभिजुअल मान्छेहरूसँग रिलेटेड या सानो बिजनेसेसहरूसँग रिलेटेड कुराहरू जुन चाहिँ कन्जम्सनको लागि ट्रान्ज्याक्सनल पर्पजको लागि होइन जुन एक्सचेन्जेसहरू हुन्छ त्यो चाहिँ हाम्रो करेन्ट अकाउन्टमा आउँछ। भने क्यापिटल अकाउन्टमा के त भन्दाखेरि क्यापिटल गुड्सहरू होइन क्यापिटल ट्रान्सफर्सहरू यो चिजहरू चाहिँ के त क्यापिटल अकाउन्टमा क्यालकुलेट गरिन्छ। र फाइनेन्सियल अकाउन्टमा के त भन्दा एफडिआईको कुरोहरू, पोर्टफोलियो इन्भेस्टमेन्टहरू होइन त्यसै गरी लोनहरू, इन्टरनेसनल लोनहरूमा लगाएको चार्जेसहरू यो सबै चिज के त फाइनेन्सियल अकाउन्टभित्र क्यालकुलेट गरिन्छ है। अब के हुन्छ त भन्दाखेरि भने करेन्ट अकाउन्टको डेफिसिटलाई चाहिँ केले फन्ड गर्छ त सरप्लसले फन्ड गर्छ। अब ब्यालेन्स अफ पेमेन्टको आइडेन्टिटी भन्छ है। यो फर्मुला भनौँ या आइडेन्टिटी भनौँ होइन। यो के त करेन्ट अकाउन्ट प्लस क्यापिटल अकाउन्ट प्लस फाइनेन्सियल अकाउन्ट इक्वल्स टु 0 है। कुनै पनि देशको यो चाहिँ एउटा आइडेन्टिटी हुन्छ टोटल। यो चाहिँ ब्यालेन्स, त्यही भएर यसलाई ब्यालेन्स अफ पेमेन्ट भन्छौँ हामी। यो चाहिँ ब्यालेन्स्ड हुन्छ है। किनभने एउटाको प्लस अर्कोमा माइनस भएर जसरी अकाउन्ट्समा हामीहरू ब्यालेन्स सिटमा के हुन्छ त यतातिर प्लस हुन्छ अर्कोतिर माइनस हुन्छ अनि प्लस माइनस डिफ्रेन्ट ठाउँमा त्यही चिज घुमेर के हुन्छ त ब्यालेन्स जसरी हुन्छ त्यसरी नै यहाँ पनि के त एक अर्कामा त्यही चिजको एउटा कम्पोनेन्ट
एउटामा जान्छ भने प्लस हुन्छ भने अर्कोमा माइनस हुन्छ, त्यसो गरेर यो ब्यालेन्स टोटल 0 हुन्छ है। अब ब्यालेन्स अफ पेमेन्टमा टुरिज्मको रोल के त भन्दाखेरि भने टुरिस्ट आउँदाखेरि फरेन करेन्सी आउँछ नेपालमा हैन, सिम्पल है। बाहिरबाट टुरिस्ट आयो भने देशमा डलर्स आउँछ र चाहिँ त्यसले चाहिँ जुन आउटवर्ड्स हैन पेमेन्ट साइड छ त्यसलाई म्यानेज गर्छ हैन, जुन तिर्नुपर्ने पार्ट छ त्यसलाई माइनस गर्छ है। अब टुरिज्म के छ त भन्दाखेरि भने थर्ड लार्जेस्ट सोर्स अफ फरेन एक्सचेन्ज आफ्टर रेमिटेन्सेस एन्ड मर्केन्टाइज एक्सपोर्ट्स है। सो टुरिज्म बाट जुन डलर फरेन करेन्सी आउँछ त्यो भनेको थर्ड नम्बरमा फरेन करेन्सीको सोर्समा थर्ड नम्बरमा आउँछ। पहिलो चाहिँ अभियसली रेमिटेन्सेस छ, त्यसपछि के त एक्सपोर्ट्सबाट हैन आउँछ, त्यसपछि टुरिज्मबाट। त्यसै गरी टुरिज्म सरप्लस हेल्प्स अफसेट द लार्ज ट्रेड डिफिसिट हैन। टुरिज्ममा सरप्लस भयो भने त्यसले फरेन करेन्सी दिन्छ र फरेन करेन्सीले के गर्न सकिन्छ त ट्रेड डिफिसिटलाई चाहिँ हामी फन्ड गर्न सक्छौँ है। ट्रेड डिफिसिट भनेको के त भन्दाखेरि भने इम्पोर्ट भन्दा एक्सपोर्ट एकदमै सानो, एक्सपोर्ट कम हुनु है। एक्सपोर्ट बढी भयो भने ट्रेड सरप्लस हुन्छ हैन, इम्पोर्ट बढी भयो भने ट्रेड डिफिसिट भयो। त्यो भन्नुको अर्थ नेटमा पैसा डलर्स बाहिर जाने भयो हैन। ट्रेड सरप्लस हुँदाखेरि चाहिँ के हुने भयो त नेटमा डलर्स चाहिँ आफूसँग बस्ने भयो, देशसँग बस्ने भयो। सो टुरिज्मबाट हाम्रो के त डलर्सहरू आउँछ, त्यो डलर्सले के गर्छ त ट्रेडलाई चाहिँ पेमेन्ट्सहरू गर्नमा चाहिँ त्यो हेल्प गर्छ। त्यसै गरी एभ्री डलर अफ टुरिज्म रिसिट्स रिड्युसेस प्रेसर अन रिजर्भ्स है। रिजर्भ्समा जहिले पनि राष्ट्र ब्याङ्कलाई के हुन्छ त भन्दा उसले टेन्सन भइरहेको हुन्छ, प्रेसर परिरहेको हुन्छ, त्यही अनुसार उसले मोनेटरी पोलिसिजहरूमा चेन्जेसहरू ल्याइरहेको हुन्छ, जुन अहिले हामी एकछिनमा हेर्छौँ। सो जति चाहिँ टुरिज्म रिसिट्स जति धेरै टुरिज्मबाट डलर्स आयो या अरू सेक्टर्सबाट पनि आउँछ डलर्स, तर हामी टुरिज्मको कुरा गरेर भएर टुरिज्मबाट जति धेरै अब डलर्सहरू आयो, जति पैसा आयो त्यति नै के हुने भयो त यसले नेपालको राष्ट्र ब्याङ्कमा भनौँ न फरेन करेन्सी डलरको चाहिँ रिजर्भ चाहिँ बढाउने भयो हैन। भकारी चाहिँ भर्दैमा चाहिँ डलर बढी हुने भयो। त्यसले गर्दाखेरि के हुने भयो त भन्दाखेरि भने चिन्ता कम हुने भयो राष्ट्र ब्याङ्कलाई पेमेन्ट्सहरूको लागि। नेपाल इम्पोर्ट डिपेन्डेन्ट कन्ट्री, सो नेपालबाट ठुलो अमाउन्टमा चाहिँ फरेन करेन्सी पेमेन्टमा चाहिँ जान्छ है, इम्पोर्ट्सको पेमेन्टमा। त्यही भएर जहिले पनि रिजर्भ्समा नेपालमा ठुलो प्रेसर परिरहेको हुन्छ है। सो नेपालमा यही के भन्छ रेमिटेन्सेस र टुरिज्मले चाहिँ त्यो प्रेसर घटाउनलाई हेल्प गर्छ। त्यसै गरी नेक्स्ट फरेन एक्सचेन्ज रेट्स। फरेन एक्सचेन्ज रेट्स भनेको सिम्पली के त भन्दा दुईटा करेन्सी बीच एकअर्कामा कति भ्यालुमा चाहिँ ट्रान्सफर गर्ने, एक्सचेन्ज गर्ने है। सामान एउटै सामान चाहिँ को चाहिँ एउटा करेन्सीमा कति प्राइस हुने र अर्को करेन्सीमा कति प्राइस हुने है। सो सिम्पली जस्तो कि युएस डलर र नेपाली रेटको बिचमा 147.68 चाहिँ हाम्रो एक्सचेन्ज रेट छ भने यो भन्नुको अर्थ एक नेपाली रुपियाँ एक युएस डलर बराबर 147.68 नेपाली रुपिस भयो। सो कुनै सामान नेपालमा 147.68 रुपिसमा रुपिस पर्छ भने त्यो सामान युएसमा $1 पर्छ। सो द्याट्स द एक्सचेन्ज रेट, फरेन एक्सचेन्ज रेट है। हामी सर्टमा फरेक्स पनि भन्छौँ यसलाई है। अब यसलाई पनि हामी नोमिनल र रियल टर्म्समा क्यालकुलेट गर्न सक्छौँ। नोमिनल भनेको फेस भ्यालुमा भयो, जुन चाहिँ पत्रिकामा छापिन्छ त्यो नोमिनल भयो है।
भने रियल भनेको इन्फ्लेसन र पर्चेजिङ पावरसँग पनि यसलाई एडजस्ट गरिएको हुन्छ है। जसरी हामी डोमेस्टिक मार्केटको कुरा गर्दाखेरि चाहिँ हामी इन्फ्लेसन को कुरो गर्छौँ होइन, इन्फ्लेसन एडजस्टमेन्टको कुरो गर्छौँ भने इन्टरनेसनल ट्रेडको कुरा गर्दाखेरि हामी पर्चेजिङ पावर प्यारिटीको कुरा गर्छौँ, पिपिपी भन्छ है। सो इट्स द इन्फ्लेसन इक्विभ्यालेन्ट अफ इन्टरनेसनल ट्रेड है। अहिलेलाई सिम्पली त्यसरी बुझौँ है। अब फरेन एक्सचेन्ज रेटमा यो दुईवटा चिज हुनसक्छ, एप्रिसिएसन हुन्छ र डेप्रिसिएसन हुन्छ। अप्रिसिएसन भनेको करेन्सीको भ्यालु बढ्नु, बलियो हुनु होइन। डिप्रिसिएसन भनेको करेन्सीको भ्यालु घट्नु, कमजोर हुनु होइन। नेपालको करेन्सी युएस डलरको अगेन्स्टमा प्राय डिप्रिसिएसन नै भइरहेको छ होइन, भने युएस डलर एप्रिसिएसन भइरहेको छ है। अब इकोनोमिक इम्प्याक्ट्स के त भन्दाखेरि भने डिप्रिसिएसन भयो भने के हुने भयो त भन्दाखेरि भने पैसाको भ्यालु कम हुने भयो। नेपाली सामानको पैसाको भ्यालु डलरको टर्म्समा कम हुने भयो। डलरको टर्म्समा के हुने भयो त भन्दाखेरि भने डलरको टर्म्समा कम भयो भन्नुको अर्थ के भयो त भन्दाखेरि भने अब यसले गर्दा के हुन्छ त भन्दा एक्सपोर्ट्सहरू अब सस्तो हुन्छ है। एक्सपोर्ट्सहरू सस्तो हुन्छ भन्नुको अर्थ फरेन कन्ट्रिजहरू जहाँ एक्सपोर्ट गरिरहेछ उसले चाहिँ पहिलाभन्दा सस्तोमा किन्न पाउने भयो होइन। अब हाम्रो करेन्सी डेप्रिसिएट भयो तर त्यही सामान, त्यही एक्सपोर्ट गरिरहेको सामानको लागि कुनै अरू कन्ट्रीले पनि पठाइरहेछ सामान भने हाम्रो करेन्सी डेप्रिसिएट हुँदाखेरि अर्को जुन एक्सपोर्टर छ होइन उसको रिलेटिभमा हाम्रो सस्तो पर्न गयो सामान। सो त्यसले के गर्छ त हाम्रो एक्सपोर्टलाई प्रमोसन गर्छ है। जस्तो कि फर इक्जाम्पल भनौँ न युएसमा गार्मेन्ट्सकै कुरा गरौँ, रेडिमेड गार्मेन्ट्स भन्छौँ, सर्टहरू या टी सर्टहरूको कुरा गरौँ होइन। अब नेपाल र बङ्गलादेश कम्पिट गरिरहेछ होइन युएसमा। अब जसको प्राइस चाहिँ कम्पिटिटिभ हुन्छ, कम हुन्छ, क्वालिटीको रेस्पेक्टमा उसँगै सामान लिन्छ है। अब मानौ बङ्गलादेशबाट बढी किनिरहेको छ नेपालबाट भन्दा है। अब नेपालको करेन्सी चाहिँ लार्जली डिप्रिसिएट भयो, तर बङ्गलादेशको करेन्सीमा र युएस डलरमा एक्सचेन्ज रेटमा खासै फरक छैन, कुनै फरक भएको छैन। तर नेपालकोमा डिप्रिसिएसन भयो भने के हुने भयो त भन्दाखेरि भने अब बिस्तारै रिलेटिभली युएसको लागि त्यही सामान चाहिँ को कस्ट चाहिँ बङ्गलादेशमा भन्दा नेपालमा सस्तो पर्न जाने भयो। सो नेपालको के हुने भयो त सामान कम्पिटिटिभ हुने भयो र त्यसले के भन्ने भयो त एक्सपोर्टलाई सपोर्ट गर्ने भयो है। नेपालको चाहिँ अब एक्सचेन्ज रेट चाहिँ दुई तिन किसिमको हुन्छ होइन, तीन किसिमको हुन्छ। एउटा चाहिँ फ्लोटिङ इन्ट्रेस्ट रेट भन्छौँ हामी, एउटा पेग्ड भन्छौँ, अर्को चाहिँ मिक्सचर हुन्छ दुइटैको होइन, फ्लोटिङ र पेग्डको। सो फ्लोटिङ भनेको चाहिँ डेली बेसिसमा चेन्ज हुने होइन एक्सचेन्ज रेट, पेग्ड भनेको एउटै रहने होइन। र अर्को त्यो कम्बिनेसनवालामा चाहिँ के हुन्छ त भन्दाखेरि पनि एउटा सर्टेन रेटसम्म चाहिँ एउटा सर्टेन रेन्जसम्म चाहिँ सेम रहने, तर त्यसभन्दा तलमाथि भयो भने चाहिँ चेन्ज हुने है। ओके, सो अब एक्सचेन्ज रेटले चाहिँ के छ त भन्दाखेरि भने टुरिज्म सेक्टर चाहिँ के त भन्दाखेरि भने जति स्टेबल होइन, रिजनल फ्लोजहरू जति स्टेबल भयो त्यति चाहिँ टुरिज्म सेक्टरले बेनिफिट गर्छ है। तर
भोलाटाइलिटीले के गर्छ त भन्दा रेमिटेन्स र इम्पोर्ट्सहरूलाई इम्प्याक्ट गर्छ। त्यसै गरी अर्को अनइम्प्लोइमेन्ट है। अनइम्प्लोइमेन्ट भनेको इम्प्लोइमेन्टको अपोजिट है। यसको अलिकति टेक्निकल छ, तर अनइम्प्लोइमेन्ट भनेको जसलाई जो मान्छे पनि काम गरेको छैन भने यो अनइम्प्लोइड भनेर हामी भन्दैनौँ। जस्तो कि स्कुल पढिरहेको बच्चाहरूलाई हामी अनइम्प्लोइड भन्दैनौँ होइन। रिटायर्ड एजको मान्छेहरूलाई हामी अनइम्प्लोइड भन्दैनौँ। अनइम्प्लोइड भन्नको लागि के त भन्दाखेरि भने मान्छे 15 देखि 60 इयर्स अफ एज हुनु पर्यो र ऊ काम गर्न खोजिरहेको हुनु पर्यो, ऊ काम गर्न सक्ने हुनु पर्यो होइन, एट प्रिभिलिङ वेज रेट्स होइन, तर ऊ जब पाउन सकिरहेको छैन भने त्यसलाई हामी अनइम्प्लोइमेन्ट भन्छौँ है। मेजरली लेबर फोर्सको कुरा गर्छौँ हामी। लेबर फोर्समा भएको मान्छेले जब पाइरहेको छैन भने त्यसलाई हामी अनइम्प्लोइमेन्ट भन्छौँ है। र लेबर फोर्समा को पर्छ त भन्दाखेरि भने 15 देखि 60 वर्ष इयर्स अफ एजको मान्छेहरू जो चाहिँ काम गर्न रेडी पनि छ र काम गर्न पनि सक्छ है, उनीहरूलाई मात्रै हामी गन्छौँ है। जो काम गर्न सक्दैन या काम गर्न चाहँदैन होइन, उनीहरूलाई हामी लेबर फोर्समा गन्दैनौँ है। त्यही भएर हामी नाबालिगहरूलाई पनि लेबर फोर्समा गन्दैनौँ, पेन्सन एज पिपलहरूलाई पनि हामी लेबर फोर्समा गन्दैनौँ है। अब नेपालको लेबर फोर्समा कति छ त 16.8 to 17 मिलियन वर्कर्स भन्नुको अर्थ नियरली 1,70,00,000 मान्छेहरू चाहिँ लेबर फोर्समा छ। नेपालको लेबर फोर्स त्यति छ है। र त्यो भन्नुको अर्थ नेपालको लेबर फोर्स एकदमै ठुलो छ, नियरली 80% है। एलिजिबल नेपालमा चाहिँ एलिजिबल जुन इम्प्लोइमेन्टको लागि एलिजिबल मान्छेहरू एज ग्रुपको मान्छेहरू छ, त्यो मध्ये 80% मान्छे चाहिँ के छ त भन्दाखेरि भने लेबर फोर्समा छ, एक्टिभली लुकिङ फर जब है। अनइम्प्लोइमेन्टलाई हामी कसरी मेजर गर्छौँ त भन्दाखेरि भने अनइम्प्लोइमेन्ट इक्वल्स टु नम्बर अफ अनइम्प्लोइड पर्सन डिभाइडेड बाई लेबर फोर्स इन्टु 100 है। हामी लेबर फोर्ससँग कम्पेयर गर्छौँ, हामी पपुलेसनसँग गर्दैनौँ ओके। र लेबर फोर्सको हाम्रो स्पेसिफिक डिफिनिसन छ या स्पेसिफिक बााउन्ड्री छ होइन। 15 to 16 इयर्स अफ एज, विलिङ एन्ड क्यापेबल टु वर्क एट द प्रिभिलिङ वेज रेट्स है। प्रिभिलिङ वेज रेट्स भन्नुको अर्थ उसको कपेसिटी अनुसारको होइन, उसको जबको नेचर, उसको स्किल्स अनुसारको जुन मार्केटमा जुन रेट एप्लिकेबल छ, जुन स्यालेरी रेन्ज छ, त्यो रेन्जमा ऊ काम गर्न तयार छ भनेर हुनु पर्यो होइन। यो तिनवटा चिज भयो भने मात्रै ऊ लेबर फोर्सको पार्ट भयो है। अब अनइम्प्लोइमेन्टको टाइप्सहरू के त भन्दाखेरि भने 4 किसिमको हुन्छ। फ्रिक्सनल भन्नाले धेरै किसिमको हुन्छ, अरू पनि हुन्छ, तर हामी यो मेजरली 4वटा टाइप्स मात्रै लिन्छौँ। फ्रिक्सनल, स्ट्रक्चरल, साइक्लिकल र सिजनल है। फ्रिक्सनल भनेको दुईटा जबहरूको बिचमा के त भन्दाखेरि पनि एउटा जब छोडेर अर्को जबमा स्विच गर्दा बिचको जुन ग्याप हुन्छ बिचमा, त्यो चाहिँ के भयो त फ्रिक्सनल अनइम्प्लोइमेन्ट होइन। आज मैले जब छोडेँ, मलाई जब पाउन 2 महिना लाग्यो भने त्यो 2 महिनाको जुन अनइम्प्लोइमेन्ट पिरियड, त्यो म अनइम्प्लोइड भएँ, त्यस्तो खालको अनइम्प्लोइमेन्टलाई फ्रिक्सनल अनइम्प्लोइमेन्ट भन्छ। स्ट्रक्चरल अनइम्प्लोइमेन्ट भनेको मिसम्याच बिट्विन वर्कर स्किल्स एन्ड अभाइलेबल जब्स है। यो चाहिँ स्ट्रक्चरल खालको अनइम्प्लोइमेन्ट चाहिँ जेनरली टेक्नोलोजिकल चेन्जले लिएर आउँछ है। टेक्नोलोजिकल चेन्जले लिएर आउँछ है। अहिले एआईले गर्दाखेरि स्ट्रक्चरल अनइम्प्लोइमेन्टको रिस्क हाई छ है। तैपनि एआईको मात्र बाहेक कुरा गर्ने हो भने पनि के त भन्दाखेरि भने कुनै पनि ठाउँमा एउटा खालको स्किल चाहिएको छ, तर त्यहाँनिर त्यो स्किल्स छैन होइन।
त्यो स्किल्स नभएको भएर मान्छेहरूले जब पाइरहेको छैन भने द्याट इज स्ट्रक्चरल अनइम्प्लोइमेन्ट है। त्यसै गरी साइक्लिकल भनेको बिजनेस साइकल अनुसार मुभ हुने अनइम्प्लोइमेन्ट होइन। खराब बिजनेस साइकलको चाहिँ खराब फेजमा चाहिँ के हुने भयो त अभियसली अनइम्प्लोइमेन्ट हुने भयो होइन। त्यसै गरी सिजनल होइन, सिजनल अनइम्प्लोइमेन्ट भनेको चाहिँ के त भन्दाखेरि भने यो पनि साइक्लिकलै हो होइन। तर यो वर्ष दिनमा घुम्छ र यो प्रेडिक्टेबल छ। जस्तो कि बर्खाको मौसममा चाहिँ ट्रेकिङ गाइड्सहरूले काम पाउँदैन। हरेक वर्षको समस्या यही नै हो होइन। सो यस्तो खालकोलाई चाहिँ यो प्रेडिक्टेबल चाहिँ साइक्लिकल तर प्रेडिक्टेबल होइन, वर्ष दिनमै चेन्ज हुने होइन सिजनल यो खालको अनइम्प्लोइमेन्टलाई हामी सिजनल अनइम्प्लोइमेन्ट भन्छौँ है। अब कजेस एन्ड कन्सिक्वेन्सेस है। कजेस अनइम्प्लोइमेन्टको रिसेसन्स, टेक्नोलोजिकल चेन्ज, स्किल ग्याप, हाई मिनिमम वेजेस एन्ड रिजिड लेबर मार्केट रेगुलेसन्स है। रिसेसन थाहा भइ नै हाल्यो, साइक्लिकल डाउन टर्न होइन, इकोनोमिक डाउन टर्न, टेक्नोलोजिकल चेन्ज होइन। टेक्नोलोजीमा चेन्ज आउँदाखेरि के हुने भयो त स्ट्रक्चरल अनइम्प्लोइमेन्ट भयो। मिसम्याच वर्करको स्किल्स र जब्सको बिचमा मिसम्याच हुने भयो होइन। स्किल्स ग्याप त्यही हुने भयो होइन। त्यसै हाई मिनिमम वेजेस होइन, यो चाहिँ काइन्ड अफ फ्रिक्सनल यो चाहिँ के हुने भयो त भन्दाखेरि भने यो चाहिँ जेनरली यो चाहिँ गभर्मेन्टको ले चाहिँ जबरजस्ती हाई मार्केटले डिसाइड गर्ने भन्दा मिनिमम वेजेस हाई योभन्दा कम स्यालेरीमा राख्न नपाइने भनेर भन्दाखेरि के हुन्छ त भन्दाखेरि भने कम्पनीहरूले थोरै लेबर फोर्स मात्र राख्छ है। त्यही लेबर फोर्सलाई बरु उसले अलि ओभर टाइम गराएर अलिकति बढी गरेर उसले के गर्छ युटिलाइज गर्छ है। बढी एक्सप्लोइट गरेर उसले युटिलाइज गर्छ है। त्यसले गर्दा अरूले जब पाउने चान्सेस कम हुन्छ है। त्यसै गरी रिजिड लेबर मार्केट रेगुलेसन्स जति कडा भयो त्यति नै के त प्राइभेट सेक्टर चाहिँ के त खुलेर चाहिँ होइन जब दिनलाई हिचकिचाउँछ होइन। उसले धेरै चिजहरूको चाहिँ हिसाब किताब गर्नुपर्ने हुन्छ, प्लानिङ गर्नुपर्ने हुन्छ होइन। किनभने एकचोटि स्टाफ लिइसकेपछि त्यो स्टाफले केही प्रब्लम कज गर्यो होइन भने उसलाई हटाउन सकिँदैन, या चाहिँ स्टाफ अब भनौँ न 2 वर्षमा प्रमोसन गर्नुपर्छ भनेर रेगुलेसन ल्याइदियो होइन, कम्पलसरी भनेर अब काम गरे पनि नगरे पनि गरिदिनु पऱ्यो, स्यालेरी बढाइदिनु पऱ्यो होइन, विच इज नट जस्टिफाइड होइन। यस्तो कुराहरूले के हुन्छ त भन्दा अनइम्प्लोइमेन्ट क्रिएट गर्छ है। पहिले नै मान्छेले स्क्रिनिङ आउट गर्छ, पहिले नै लिन खोज्दैन है। अब कन्सिक्वेन्सेस के हुन्छ भन्दाखेरि भने जिडिपीमा असर गर्छ, जिडिपी घट्छ, ट्याक्स रेभिन्यू घट्छ, गभर्मेन्ट स्पेन्डिङ बढाउनु पर्ने हुन्छ होइन। किनकि जनताको हातमा पैसा छैन, जनताहरू अनइम्प्लोइड छन् होइन, कमाइ छैन। त्यही भएर गभर्मेन्टले सोसल बेनिफिटहरू दिनुपर्ने हुन्छ, सपोर्ट गर्नुपर्ने हुन्छ। त्यसै गरी लस अफ ह्युमन क्यापिटल, काम नहुँदाखेरि मान्छेको स्किल्स के हुन्छ ओभर द टाइम डिग्रेड हुँदै जान्छ। ओके।